हेलो एभ्रिवान। आज चाहिँ हामी पढौँ च्याप्टर 3 क्युबिङ सिस्टम सिमुलेसन सब्जेक्टको। ओके, सो यसमा केही न्युमेरिकलहरू पनि छ अनि थ्योरी पोर्सन त भइहाल्यो। सो सबै मिलाएर पढौँला। सबभन्दा पहिला बुझौँ क्युबिङ सिस्टम भनेको हो चाहिँ के। सो यो बेसिकली एउटा मोडल हो जसले के डिस्क्राइब गर्छ भन्दाखेरि हाउ पिपुल आइटम डाटा वेट इन अ क्यु। सो लाइनमा कसरी चाहिँ आइटमहरू मान्छेहरू अथवा डाटाहरू चाहिँ बस्छन् के को लागि भन्दाखेरि सर्भिस लिनको लागि। इक्जाम्पल फेरि त्यही ब्याङ्किङ सिस्टमको, ब्याङ्किङ सिस्टममा कस्टमर कसरी लाइनमा बसिरहेछ र सर्भिस लिनको लागि, चाहे कुड बी पैसा डिपोजिट गर्नको लागि, निकाल्नको लागि अथवा लोनको प्रोसेस एनिथिङको लागि जुन वेट गर्छ नि लाइनमा त्यो कसरी वेट गर्छ अथवा कुनै आइटमले कसरी वेट गर्छ, कुनै डाटाले कसरी वेट गर्छ केही सर्भिस लिनको लागि, त्यस्तो खाले त्यो मोडललाई चाहिँ के भन्छ भन्दाखेरि क्युबिङ सिस्टम भन्छ। यसले के एनालाइज गर्छ भन्दाखेरि चाहिँ कतिको डिले भयो, कतिको वेटिङ टाइम छ, सिस्टम कतिको इफिसियन्ट छ, यो कुराहरू चाहिँ क्युबिङ सिस्टमले भन्छ अथवा क्युबिङ सिस्टमको मोडलले भन्छ। हामीले कति बेर वेट गर्नु पर्यो, कति कसरी चाहिँ लाइक डिले किन भइरहेछ, सिस्टमको इफिसियन्सी कति हो, त्यो कुराहरू चाहिँ एनालाइज गर्ने काम गर्छ क्युबिङ सिस्टमको मोडलले। क्युबिङ सिस्टमको मोडलमा चाहिँ तीनवटा मेन कम्पोनेन्ट छ, सर्भिस प्रोसेस अनि त्यसपछि अराइभल प्रोसेस हो, त्यसपछि सर्भिस प्रोसेस र क्युबिङ डिसिप्लिन। भन्नुको अर्थ के छ भन्दाखेरि सिम्पली अन्डरस्ट्यान्ड गर्ने हो भनेपछि कसरी कस्टमर अराइभ भइरहेछ, कसरी सर्भिस लिइरहेछ र क्युमा कस्तो खाले डिसिप्लिन छ, लाइक कसरी चाहिँ सर्भिस पाइरहेछ पर्सनले, मान्छे आयो मान्छेले सर्भिस पायो र कसरी सर्भिस पायो, यो तीनवटा चाहिँ मेन कम्पोनेन्ट हो। सबभन्दा पहिला छ अराइभल प्रोसेस। अराइभल प्रोसेसले के भन्छ भन्दाखेरि हाउ कस्टमर अराइभ, कसरी चाहिँ कस्टमर अराइभ भएको छ। बेसिकली यसले डिस्क्राइब के गर्छ भन्दाखेरि चाहिँ हाउ एन्ड वेन इन्टिटिज इन्टर द सिस्टम, कसरी र कतिखेर इन्टिटिज चाहिँ सिस्टममा इन्टर गर्यो। सपोज गरौँ कि ब्याङ्किङको इक्जाम्पल, ब्याङ्किङको इक्जाम्पलमा हेर्दाखेरि ब्याङ्किङको इक्जाम्पलमा कस्टमर चाहिँ कसरी र कतिखेर हाम्रो जुन क्यु छ अथवा जुन सिस्टममा छ त्यसमा आएर लाइन लागेर बस्यो। सो त्यो कुरा भनेको के हो भन्दाखेरि चाहिँ अराइभल प्रोसेस हो। जस्तै कि अब 1 by 1 आयो कि ग्रुपमा आयो कि हैन, रेगुलर आएको छ कि ऱ्यान्डम आएको छ कि, सो यसले के यो कुराहरूले चाहिँ डिस्क्राइब गर्ने प्रोसेस हो। अब ब्याङ्कको लाइन लाग्दाखेरि एउटा कस्टमर गरी आइरहेछ कि ग्रुप अफ कस्टमर आइरहेछ, 2-3 जना आइरहेछन् ग्रुपमा, त्यस्तो खाले हो कि अनि रेगुलर आइरहेछ 1 by 1 आइरहेछन् कि ऱ्यान्डमली, कोही 1 बजे आइरहेछ, कोही 2 बजे आइरहेछ, कोही 1:50 मै आइरहेछ, त्यसरी आइरहेछन् कि के आइरहेछन्, त्यो कुरा चाहिँ के भयो, अराइभल प्रोसेस भयो। सो बेसिकली यसको सिम्पल मिनिङ हेर्ने हो भनेपछि चाहिँ हु कम्स, को आइरहेछ, वेन दे कम, कतिखेर आइरहेछन्, एन्ड हाउ दे कम, कसरी आइरहेछन्, को आइरहेछ, कसरी आइरहेछन् र के गरी आइरहेछन् हैन, त्यो कुरा चाहिँ के भयो भन्दाखेरि अराइभल प्रोसेसले भन्छ। इक्जाम्पलको लागि कल अराइभिङ एट द कल सेन्टर, स्टुडेन्ट इन्टरिङ अ क्यान्टिन, कार अराइभिङ एट अ टुल बुथ, दिज आर द इक्जाम्पल अफ अराइभल प्रोसेस। अर्को कम्पोनेन्ट छ हाम्रो सर्भिस प्रोसेस। सर्भिस प्रोसेस भनेको के भन्दाखेरि हाउ सर्भिस इज गिभन, कसरी चाहिँ सर्भिस दिइरहेछन्। कस्टमर आए, लाइनमा लाग्यो, अनि जुन त्यहाँको बसेको स्टाफहरू छन्, जुन त्यहाँको लाइक सर्भिस दिने मान्छे छन्, उनीहरूले चाहिँ कस्टमरलाई कसरी सर्भिस दिइरहेछ अथवा इन्टिटिजहरूलाई चाहिँ कसरी सर्भ गरिरहेछ, त्यो भनेको के भन्दाखेरि सर्भिस प्रोसेस हो। सो बेसिकली इट डिस्क्राइब हाउ कस्टमर आर सर्भ वान्स दे इन्टर द सिस्टम। एकपल्ट कस्टमरहरू सिस्टममा इन्टर भइसकेपछि उनीहरूले चाहिँ कसरी सर्भिस पाइरहेछन्, हाउ दे आर गेटिङ सर्भ बाई द सर्भर, त्यो भनेको के भन्दाखेरि सर्भिस प्रोसेस हो। जस्तै कि सर्भिस टाइम क्यान बी फिक्स अर भेरिएबल, फास्ट अर स्लो, लाइक उनीहरूले छिटो टाइम के भन्छ छिटो चाहिँ सोल्युसन पाइरहेछ अथवा छिटो चाहिँ काम सकिरहेछन्, अथवा फिक्स टाइम छ अथवा भेरिएबल टाइम छ। भन्नुपर्छ कुनै कस्टमरलाई 1 मिनट, कुनै कस्टमरलाई 2 मिनट, कुनै कस्टमर आयो, आउने बित्तिकै लाइन पनि लाग्नु पऱ्यो नि, एकैपल्ट उहाँले सर्भिस लिनुभयो अनि एक्जिट गर्नुभयो, त्यस्तो छ कि। सो यो कुराहरू चाहिँ के हो भन्दाखेरि सर्भिस प्रोसेसभित्र पर्छ। अनि अर्को कुरा छ, अर्को के कुरा छ भन्दाखेरि चाहिँ सर्भिस कसरी पाइरहेछ, सिङ्गल सर्भर छ कि मल्टिपल सर्भर छ। भन्नुको अर्थ एउटा मात्रै सर्भर छ कि 2-3वटा सर्भर छ। जस्तै कि लाइक मल्टिपल लाइन लाग्नको लागि ठाउँ छ, मल्टिपल मान्छे छ जो चाहिँ के गरिरहेछ भन्दाखेरि सर्भिस दिइरहेछन्, कि एउटा मात्रै पर्सन छ जुन चाहिँ सबै कस्टमरलाई ह्यान्डल गरिरहेछ। ब्याङ्कमा हेर्ने हो भनेपछि एउटा डेस्कमा चाहिँ के छ भन्दाखेरि चाहिँ 4-5 जना व्यक्ति बसेका हुन्छन्। कसैले लोनको कुरा गर्छन्, कसैले पैसा डिपोजिटको कुरा गर्छन्, कसैले के गर्छन् भन्दाखेरि चाहिँ पैसा
डिपोजिट पैसा लाइक क्रेडिट डेबिट त्यस्तो कुराहरूमा चाहिँ सल्भ गर्छ, त्यो प्रब्लमहरूलाई सल्भ गर्छ, त्यो कस्टमरको प्रब्लमहरूलाई चाहिँ एड्रेस गर्ने काम गर्छ। सो यो भनेको के भयो, मल्टी सर्भर भयो, किनभनेपछि यहाँ धेरै सर्भर छन्, कसैलाई केही कुरा चाहिए भने ऊ आफ्नो फ्याकल्टीतिर जान्छ। तर होइन, एउटा मात्रै पर्सन व्यक्ति बसेको छ, उसले नै के भन्छ डिपोजिट गर्ने काम होइन, अनि पैसा निकाल्ने काम, त्यसपछि लोन दिने काम सबै कुरा गरिरहेछ भनेपछि त्यो के भयो, सिङ्गल सर्भर भयो। ओके त्यसै गरी एउटा स्पेसल केस छ, त्यसलाई हामी के भन्छौँ भन्दाखेरि मार्कअप सर्भिस प्रोसेस। मार्कअप सर्भिस प्रोसेसले के भन्छ भन्दाखेरि चाहिँ एउटा सर्भिस अर्को सर्भिससँग इन्टरलिङ्क हुँदैन। भन्नुको अर्थ के छ भन्दाखेरि चाहिँ लाइक लाइनमा गयो, कस्टमर एले के गरिरहेछन्, कस्टमर बीसँग त्यो एकअर्कासँग इन्टरलिङ्क हुँदैन, मेमोरीलेस हुन्छ। एले जे गराए इन्डिपेन्डेन्टली गराउँछ, बीले जे गराए इन्डिपेन्डेन्टली गर्छ, अथवा त्यसलाई चाहिँ हामी मेमोरीलेस पनि भन्न सक्छौँ। एको कुरा बीलाई याद हुँदैन, बीको कुरा एको लागि के सर्भिस दिएको भन्ने कुरा सर्भरलाई याद हुँदैन, बीको लागि के दिएको भन्ने कुरा याद हुँदैन, इन्टरलिङ्क गर्न मिल्दैन। सो बेसिकली सिम्पलमा हेर्ने हो भनेपछि हाउ फास्ट एन्ड इन वाट म्यानर सर्भिस इज प्रोभाइडेड, कति फास्ट र कुन तरिकाले चाहिँ सर्भिस प्रोभाइड गरिरहेछ भन्ने कुरा चाहिँ सर्भिस प्रोसेसले डिफाइन गर्छ। इक्जाम्पलको लागि हेर्ने भनेपछि टाइम टेकन टु सर्भ अ कस्टमर एट ए ब्याङ्कमा चाहिँ कस्टमरले सर्भिस दिन लागेको टाइम टु रिपेयर अ मेसिन रिपेयर गर्ने टाइम, त्यस्तै टाइम टु प्रोसेस अ कम्प्युटर रिक्वेस्ट। योहरू चाहिँ के भयो भन्दाखेरि चाहिँ सर्भिस प्रोसेसको चाहिँ इक्जाम्पलहरू भयो। अर्को कम्पोनेन्ट छ क्युइङ डिसिप्लिन। क्युइङ डिसिप्लिनले के भन्छ भन्दाखेरि हु गेट सर्भ फर्स्ट, कसले चाहिँ सर्भ पहिला गर्छ, कसले चाहिँ सर्भिस पहिला पाउँछ। जुन कस्टमर लाइनमा लागेका छन् उनीहरूमध्ये को चाहिँ पहिला सर्भिस पाउने, त्यसपछि को पाउने, कुन म्यानरमा पाउने, त्यो भनेको क्युइङ डिसिप्लिन हो। सो बेसिकली यसले रुल डिफाइन गरिदिन्छ, सिलेक्टिङ कस्टमर फ्रम द वेटिङ लाइन। जुन वेटिङ लाइन हुन्छ त्यसमा कस्टमर वेट गरिरहेको हुन्छ, त्यसबाट चाहिँ कसलाई चाहिँ पहिला सिलेक्ट गर्ने, कसलाई चाहिँ दोस्रोमा सिलेक्ट गर्ने, त्यसको रुल बनाउँछ कसले भन्दाखेरि क्युइङ डिसिप्लिनले। सो देयर आर द टाइप, द्याट इज फिफो भनेको फर्स्ट इन फर्स्ट आउट। जो पहिला आउँछन् उहाँलाई पहिला सर्भिस दिने हो र उहाँ नै पहिला निस्केर जानुहुन्छ। सो के भयो भन्दाखेरि लाइनमा सबभन्दा अगाडि जो व्यक्ति आएर बसेको छ उसले सर्भिस पायो, उसले एक्जिट पायो, त्यसपछिको व्यक्तिलाई पछाडि जाँदै जाने हो होइन। अर्को भनेको चाहिँ लिफो भनेको के भन्दाखेरि चाहिँ लास्ट इन फर्स्ट आउट। जो लास्टमा आउनुभयो उहाँले चाहिँ पहिला के सर्भिस पाउनुहुन्छ अनि त्यसपछि एक्जिट गर्नुहुन्छ। समथिङ लाइक स्ट्याकमा हामीले गर्छौँ नि, लाइक डिएसए पढ्दाखेरि हामीले स्ट्याकको कुरा पढाएको थियौँ नि, जो लास्टमा आएर बसेको हुन्छ उसको चाहिँ अपरेसन पर्फर्म पहिला हुन्छ अनि त्यसपछि त्यही क्रममा सेकेन्ड लास्ट, थर्ड लास्ट, फोर्थ लास्ट हुँदै पहिलो व्यक्तिलाई लास्टमा सर्भिस दिने काम गर्छ। सो यो भनेको के भयो, लिफो भयो। अर्को भनेको SIRO, सर्भिस इन ऱ्यान्डम अर्डर, लाइक ऱ्यान्डमली सिलेक्ट गर्ने। SIRO द्याट इज सर्भिस इन ऱ्यान्डम अर्डर। लाइनमा 2-4 व्यक्ति बसिराखेका छन्, त्यहाँबाट ऱ्यान्डमली लाइक एलाई पहिला सर्भिस दिने, त्यसपछि सीलाई दिने, त्यसपछि ईलाई दिने, त्यसपछि एफलाई दिने, त्यसपछि बीलाई दिने। त्यसै गरी अर्को छ एसपिटी भनेको के भन्दाखेरि सर्टेस्ट प्रोसेसिङ टाइम फर्स्ट। सर्टेस्ट प्रोसेसिङ टाइम फर्स्ट भन्नुको अर्थ के हो भन्दाखेरि चाहिँ जुन कस्टमरको अथवा जुन आइटमको, जुन डाटाको चाहिँ सर्भिस लिने टाइम कम छ, जसको काम चाहिँ छिटो हुन्छ उहाँलाई चाहिँ पहिला गराउने। भन्नुको अर्थ ए र बी दुईजना लाइनमा बसिराखेका छन् होइन, ए को काम चाहिँ 2 मिनट लाग्छ, बी को काम चाहिँ 3 मिनट लाग्छ भनेपछि चाहिँ के गर्ने भन्दाखेरि पहिला एलाई सर्भिस दिने, त्यसपछि बीलाई सर्भिस दिने। सो अकर्डिङ टु द टाइम, जसको टाइम सानो लाग्छ, जसको सर्भिस लिने टाइम सानो छ उसलाई चाहिँ पहिला दिने, त्यस्तोलाई के भन्छ सर्टेस्ट प्रोसेसिङ टाइम फर्स्ट। अर्को भनेको प्रायोरिटी क्यू। प्रायोरिटी क्यू भनेको बेस्ड अन असाइनिङ प्रायोरिटी लेभल, कसलाई चाहिँ कति प्रायोरिटीमा राखेका छन् त्यसको आधारमा चाहिँ सर्भिस दिने। जस्तै कि ए को प्रायोरिटी 1 छ, बी को प्रायोरिटी 2 छ भनेपछि पहिला एलाई सर्भिस दिने, त्यसपछि बीलाई सर्भिस दिने। यसमा चाहिँ को पहिला आयो को पछि गयो मतलब हुँदैन। जसको प्रायोरिटी बढी, लास्टमा आएको व्यक्तिलाई प्रायोरिटी बढी हुनसक्छ, त्यसपछि फर्स्टमा आएकोलाई हुनसक्छ, त्यसपछि थर्डमा आएकोलाई हुनसक्छ। डिपेन्डिङ अन द प्रायोरिटी, कुड बी नम्बर, कुड बी टोकेन, त्यसको आधारमा चाहिँ के गर्ने भन्दाखेरि चाहिँ सर्भिस दिने। जस्तै कि सिपियूले आफ्नो क्यालकुलेसन गरिरह हुन्छ अनि अचानक एउटा इन्टरप्ट आउँछ। त्यो इन्टरप्ट आइसकेपछि सिपियूले आफ्नो काम होल्ड गरेर त्यो इन्टरप्टलाई सल्भ गरेर चाहिँ त्यसपछि फेरि आफ्नो कामलाई चाहिँ रिज्युम गर्छ। सो दिस इज समथिङ लाइक प्रायोरिटी, जसको प्रायोरिटी पहिला छ सिपियूले त्यो काम गरिदियो। ओके, सो बेसिकली क्युइङ डिसिप्लिन भनेको एउटा सिम्पल मिनिङमा बुझ्ने हो भने हु गेट सर्भिस नेक्स्ट, को चाहिँ अब सर्भिस लिन्छ, कसले चाहिँ पहिला सर्भिस लिने, त्यसपछि कसले लिने, त्यो कुरा चाहिँ डिस्क्राइब गर्ने, त्यो कुरा रुल बनाउने कसको काम हो, क्युइङ डिसिप्लिनको।
ओके। अब कहिलेकाहीँ फिचर्स अफ अ क्यू भनेर सोध्छन्, कहिलेकाहीँ कम्पोनेन्ट्स अफ अ क्यू भनेर सोध्छन्। फिचर्स अफ अ क्यू भन्नु र कम्पोनेन्ट अफ अ क्यू भन्नु लगभग उही हो होइन। हामीले 3वटा मेन कम्पोनेन्ट पढ्छौँ, तर फिचर्समा यही 3वटा मेन कम्पोनेन्टलाई चाहिँ अझै एक्सपान्ड गरेर 5वटामा पढ्छौँ। सो लेट्स टक अबाउट द फिचर्स अफ अ क्यू। हामीले कम्पोनेन्ट पढ्यौँ। फिचर्समा सबभन्दा पहिला छ कलिङ प्रोसेस, त्यसपछि अराइभल प्रोसेस, त्यसपछि क्युइङ कन्फिगरेसन, त्यसपछि क्यू डिसिप्लिन, त्यसपछि छ सर्भिस प्रोसेस। सो कलिङ पपुलेसन भनेको के हो भन्दाखेरि चाहिँ लाइक कतिवटा आइटम अथवा पिपुल चाहिँ क्यूमा इन्टर गर्छन्। जुन हाम्रो लाइक ब्याङ्ककै कस्टमर अराइभल छ नि, त्यहाँ कस्टमर आउने छ नि, कतिजना कस्टमर आउँछ त्यो भनेको चाहिँ क्युइङ पपुलेसन हो क्या, सरी कलिङ पपुलेसन हो। लाइक टोटल नम्बर अफ द कस्टमर कुड इन्टर द सिस्टम टु गेट सर्भिस। कतिजना चाहिँ सर्भिस लिन आउँछन् अथवा आउन सक्छन्, त्यसलाई चाहिँ कलिङ पपुलेसन भन्छ। अनि कुनै पनि सिस्टममा चाहिँ नर्मली के अज्युम गरिन्छ भन्दाखेरि इन्डलेस कस्टमर आउँछन् भनेर अज्युम गरिन्छन्, जसलाई हामी इन्फाइनाइट पपुलेसन पनि भन्न सकिन्छन्। सो टोटल लाइक 10जना 20जना भन्दा पनि जतिजना पनि आउन सक्छन् भनेर अज्युम गर्छन् र तिनीहरूको अराइभल चाहिँ इन्डिपेन्डेन्ट हुन्छ भन्ने कुरा हामीलाई थाहा छ। ए आउँदा बीलाई इफेक्ट पर्दैन, बी आउँदा सीलाई इफेक्ट पर्दैन। सो एकअर्कासँग इन्डिपेन्डेन्ट छन्। बेसिकली समराइज गर्दाखेरि कलिङ पपुलेसन भनेको नम्बर अफ अ पिपुल ओर आइटम हु माइट इन्टर द क्यू हुने भयो। अर्को फिचर्स छ अराइभल प्रोसेस। सो अराइभल प्रोसेस भनेको के हो भन्दाखेरि चाहिँ कसरी चाहिँ कस्टमर अथवा डाटा अथवा आइटम चाहिँ हाम्रो क्यूमा आउँछन्। हाउ कस्टमर अराइभ ओर कम इन आवर क्यू। सो त्यो अराइभल प्रोसेस चाहिँ पोइजन डिस्ट्रिब्युसन फलो गर्नुपर्छ भन्नुको अर्थ के भन्दाखेरि अराइभल सुड बी ऱ्यान्डमली हुनु पऱ्यो, कुनै प्याटर्न फलो हुनु भएन। अर्को अराइभल चाहिँ इन्डिपेन्डेन्टली हुनु पऱ्यो, केही कुरामा डिपेन्डेन्ट हुनु भएन। अर्को भनेको अराइभल रेट चाहिँ कन्स्ट्यान्ट हुनु पऱ्यो। के हुनु पऱ्यो? कन्स्ट्यान्ट हुनु पऱ्यो। र त्यो अराइभल रेटलाई हामी के भन्छौँ भन्दाखेरि लेम्डालाई डिनोट गर्छौँ। केले डिनोट गर्छौँ? लेम्डाले डिनोट गर्छौँ। र त्यसलाई भन्दाखेरि के भन्ने भन्दाखेरि एभरेज नम्बर अफ अराइभल पर युनिट, लाइक एभरेज नम्बर अफ अराइभल रेट के भन्छ, एभरेजमा कतिजना अराइभ भयो भन्ने कुरा चाहिँ हामी लेम्डाले डिनोट गर्छौँ। सो लेम्डा भनेको के भयो? एभरेज नम्बर अफ अराइभल पर युनिट भयो। अनि अराइभल प्रोसेस भन्नुको अर्थ के भन्न खोजेको भन्दाखेरि लाइक कसरी चाहिँ मान्छेहरू लाइनमा अथवा सिस्टममा चाहिँ आउँछन् भन्न खोजेको। अर्को भयो क्युइङ कन्फिगरेसन। क्युइङ कन्फिगरेसनले के भन्छ भन्दाखेरि यो पनि क्यूको फिचर्स नै हो। यसले के भन्न खोजेको भन्दाखेरि चाहिँ सिस्टममा एउटा मात्रै लाइन हुन्छ, एउटा मात्रै सिङ्गल वेटिङ लाइन हुन्छ, त्योभन्दा बढी हुँदैन। सर्भर धेरै हुन सक्यो, 3जना 4जना पनि हुन सक्यो, तर लाइन लाग्ने कस्टमरको लागि लाइन लाग्ने चाहिँ एउटा मात्रै लाइन हुनुपर्छ भन्छन्। त्यो भनेको के हो? क्युइङ कन्फिगरेसन हो। अर्को भनेको क्यू डिसिप्लिन। क्यू डिसिप्लिन भनेको हामीलाई थाहा छ कसरी चाहिँ सर्भिस दिने, कस्टमरलाई कुन अर्डरमा सर्भिस दिने, कसलाई चाहिँ पहिला सर्भिस दिने, त्यो भनेको क्युइङ डिसिप्लिन भयो। अर्को भनेको सर्भिस प्रोसेस भनेको चाहिँ कस्टमरले चाहिँ कसरी सर्भिस लिइरहेछ अथवा कस्टमरलाई चाहिँ कसरी सर्भिस दिइरहेछन् भन्नुको अर्थ कस्टमरले चाहिँ कसरी सर्भिस पाइरहेछ अथवा कसरी चाहिँ सर्भिस लिइरहेछन् भन्ने कुरा चाहिँ सर्भिस प्रोसेस भयो। र केही टाइममा चाहिँ कतिवटा कस्टमरले सर्भिस पायो भन्ने कुरा पनि केमा पर्छ? सर्भिस प्रोसेसमै पर्छ भन्नुको अर्थ 1 घन्टामा दुईवटा कस्टमरले सर्भिस पायो अथवा 3वटा कस्टमरले सर्भिस पायो। सो यसलाई चाहिँ हामी के भन्छौँ भन्दाखेरि म्यू भन्छौँ। के भन्छौँ? यसलाई म्यू भन्छौँ। विच इज अल्सो कल्ड एज अ एभरेज नम्बर अफ अ कस्टमर सर्भड पर युनिट टाइम। भन्नुको अर्थ एउटा एभरेज नम्बर केही टाइममा लाइक 1 मिनटमा, 1 घन्टामा और 1 डेमा कतिवटा कस्टमरले चाहिँ सर्भिस पायो, त्यसको एभरेज भनेको के हो? म्यू हो, जसलाई चाहिँ सर्भिस प्रोसेस पनि भन्छ अथवा एभरेज नम्बर अफ अ कस्टमर सर्भ पर युनिट। सो यहाँबाट हामीले दुईवटा कुरा न्युमेरिकली युज हुन्छ। द्याट इज लेम्डा भनेको एभरेज नम्बर अफ अराइभल रेट, म्यू भनेको एभरेज नम्बर अफ अ कस्टमर बिन सर्भ अथवा कतिवटा कस्टमरलाई चाहिँ सर्भिस दियो। ओके, इक्जाम्पलमा हेर्ने हो भनेपछि यो कलिङ पपुलेसन भयो। यहाँ चाहिँ जतिवटा कस्टमर नि आउन सक्यो, त्यसपछि यहाँ मान्छेहरू लाइनमा लागेको छन् र के फलो गरिरहेछ? फर्स्ट कम फर्स्ट सर्भिस। अनि यहाँबाट सर्भरले चाहिँ सर्भिस दिइरहेछन्, अनि दिइसकेपछि के गरिरहेछ? कस्टमरहरू निस्किरहेछन्, लाइक एक्जिट गरिरहेछन् होइन। सो बेसिकली के भयो? मान्छे आइरहेछन्, लाइनमा बसिरहेछन्, टिकट किनिरहेछन् र एक्जिट गरिरहेछन्। सो दिस इज द सिम्पल सिस्टमको एउटा इक्जाम्पल हो जहाँ चाहिँ क्यू फलो भइरहेछ, क्युइङ चाहिँ फलो भइरहेछ। ओके, अब केही क्युइङको नोटेसनको कुरा गरौँ, जसलाई चाहिँ किन्डल नोटेसन पनि भन्छ। सो क्युइङ सिस्टममा चाहिँ किन्डल नोटेसन फलो गर्छ। किन्डल नोटेसन भनेको एउटा स्ट्यान्डर्ड वे हो जहाँ चाहिँ
सिस्टमको लाई चाहिँ डिस्क्राइब गर्छ। सो क्यान्डल नोटेसनले के गर्छ भन्दाखेरि क्युइङ सिस्टमको जुन कम्पोनेन्ट हुन्छ नि तिनीहरूलाई चाहिँ के भन्छ भन्दाखेरि डिस्क्राइब गर्छ। कम्पोनेन्ट इन द सेन्स कि अराइभल प्रोसेस, सर्भिस प्रोसेस, नम्बर अफ अ सर्भिस, यिनीहरूलाई चाहिँ डिस्क्राइब गर्ने काम। सो क्यान्डल प्रोसेसले अथवा क्यान्डल नोटेसनले कसरी डिस्क्राइब गर्छ भन्दाखेरि A/B/C/N/K। ए भनेको के हो? अराइभल प्रोसेस। बी भनेको के हो? सर्भिस प्रोसेस। सी भनेको के हो? नम्बर अफ अ सर्भर। एन भनेको के हो? सिस्टम क्यापेसिटी। र के भनेको के हो? साइज अफ अ कलिङ पपुलेसन। सो बेसिकल्ली हामीले कुन अर्डरमा लेख्छौँ? पहिला अराइभल लेख्छौँ, त्यसपछि सर्भिस प्रोसेस लेख्छौँ, त्यसपछि नम्बर अफ अ सर्भर लेख्छौँ, त्यसपछि सिस्टम क्यापेसिटी लेख्छौँ, त्यसपछि के लेख्छौँ? साइज अफ अ कलिङ पपुलेसन लेख्छौँ। सपोज गरौँ कि हामीलाई न्युमेरिकल दिन्छ 2, 3, 0, 4, 8 फर इक्जाम्पलको लागि। सो हामीले के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ यो चाहिँ अराइभल प्रोसेस हो, यो चाहिँ सर्भिस प्रोसेस हो, यो चाहिँ नम्बर अफ अ सर्भर हो, यो चाहिँ सिस्टम क्यापेसिटी हो, र यो साइज अफ अ कलिङ पपुलेसन हो भनेर बुझ्नु पर्यो हामीले। अनि हाम्रो कहिलेकाहीँ के हुन्छ भन्दाखेरि चाहिँ अराइभल डिस्ट्रिब्युसन अनि बी भनेको के भन्दाखेरि सर्भिस प्रोसेसको ठाउँमा डी र एम भन्ने वर्ड युज गरिदिएको हुन्छ क्या। सो हामीले के बुझ्नु पर्यो भन्दाखेरि डी भनेको चाहिँ डिटर्मिनेस्टिक टाइपको अराइभल प्रोसेस हुन्छ, द्याट मिन्स फिक्स टाइममा नो ऱ्यान्डमनेस भनेर। अनि एम भनेको के बुझ्नु पर्यो? मार्कोभिन भनेको ऱ्यान्डम र मेमोरीलेस। सो यो वर्ड युज गर्यो भने चाहिँ यस्तो खाले हुन्छ भनेर हामीले बुझ्नु पर्यो। ई युज गर्यो भने चाहिँ एक्सपोनेन्सियल भनेर बुझ्नुपर्छ। ओके, र हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ हामीले के अज्युम गर्छ भन्दाखेरि चाहिँ यन दिएको छैन भनेपछि यन र के भनेको के हो? यन भनेको सिस्टम क्यापेसिटी, के भनेको कलिङ पपुलेसन, यो दुईटा दिएको छैन भनेपछि हामी अज्युम के गर्छौँ भन्दाखेरि सिस्टमको क्यापेसिटी इन्फानाइट छ र कलिङ पपुलेसन पनि इन्फानाइट छ, अथवा साइज अफ अ कलिङ पपुलेसन पनि इन्फानाइट छ भनेर बुझ्छौँ। ओके, जस्ट फर इक्जाम्पल यहाँको लागि हेरौँ। यो भनेको के हो? अराइभल प्रोसेस। यो भनेको सर्भिस प्रोसेस। यो भनेको के हो भन्दाखेरि हाम्रो सी थियो। सी भनेको नम्बर अफ अ सर्भर भयो। अनि यो भनेको के हो भन्दाखेरि हाम्रो यन हो। यन भनेको सिस्टम क्यापेसिटी। के भनेको के भन्दाखेरि साइज अफ अ कलिङ पपुलेसन। सो यम भनेको हाम्रो एक्सपोनेन्सियल अराइभल प्रोसेस भयो। सो एम भनेको मार्कोभिन अथवा एक्सपोनेन्सियल अराइभल प्रोसेस। यहाँ एज आई सेड एमको ठाउँमा कहिलेकाहीँ ई पनि युज गरिरहेको हुन्छ क्या। सो डोन्ट बी कन्फ्युज। सो एम युज गरे नि ई युज गरे नि हामी के बुझ्ने? एक्सपोनेन्सियल अराइभल प्रोसेस हो भनेर बुझ्ने। डी भनेको के भयो? डिटर्मिनेस्टिक सर्भिस टाइम भयो। एज आई सेड यहाँ कहिलेकाहीँ सिम्बल चाहिँ युज गरेको हुन्छ एम र डी अथवा ई भनेर। अनि त्यसरी नै 2 भनेको के भयो? 2 सर्भर भयो। 5 भनेको के? म्याक्सिमम 5 कस्टमर इन अ सिस्टम। अनि इन्फानाइट भनेको कलिङ पपुलेसन भयो, इन्फानाइट छ भनेर। सिमिलरली यो भनेको अराइभल प्रोसेस एक्सपोनेन्सियल भयो। यो भनेको के भन्दाखेरि हाम्रो सर्भिस दिने लाइक सर्भिस कति दिन सक्छ भन्ने हो, यो कतिवटा सर्भर छ भन्ने कुरा। र हाम्रो यहाँ कलिङ पपुलेसन र सिस्टमको क्यापेसिटी दिएको छैन। इफ दिएको छैन भने हामी के अज्युम गर्ने? इन्फिनिटी अथवा इन्फानाइट अज्युम गर्ने भनेका छौँ होइन। त्यसको कारणले यन के भयो? इन्फानाइट। मतलब सिस्टमको क्यापेसिटी इन्फानाइट भयो। के कलिङ पपुलेसन पनि के गर्यो? इन्फानाइट हामीले अज्युम गर्यो। ओके, अब देयर आर द टू टाइप अफ हामीले पढेको अनुसार देयर आर द टू टाइप अफ द क्युइङ सिस्टम सर्भिस। सर्भिसको दुईवटा टाइप हुन्छ कि अर्को एउटा के हो भन्दाखेरि चाहिँ सिंगल सर्भर क्युइङ सिस्टम, अर्को मल्टी सर्भर क्युइङ सिस्टम। सो सिंगल सर्भर क्युइङ सिस्टम भनेको के हो भन्दाखेरि चाहिँ सिंगल सर्भर क्युइङ सिस्टम भनेको के भन्दाखेरि जहाँ एउटा मात्रै क्यू हुन्छ र एउटा मात्रै सर्भर हुन्छ। देयर इज ओन्ली क्यू अनि ओन्ली वान सर्भर। मतलब कस्टमर अराइभ, वेट इफ निडेड एन्ड आर सर्भ वान बाई वान। सो एउटा लाइन हुन्छ, एउटा लाइनमा बस्छन् अनि त्यसपछि के गर्छ भन्दाखेरि यहाँ एउटा सर्भर हुन्छ, लाइन लामो छ भनेपछि वेट गर्छ, लाइन छैन भनेपछि डाइरेक्ट गएर सर्भिस लिएर एक्जिट गर्ने। यो भनेको के भयो भन्दाखेरि चाहिँ सिंगल सर्भर क्युइङ सिस्टम भयो। केही कुरा हामी एजम्सन गर्छौँ सिंगल सर्भर क्यूको लागि। त्यो के हो भन्दाखेरि चाहिँ सिंगल सर्भर क्यूमा चाहिँ फर्स्ट कम फर्स्ट सर्भिस हुन्छ। फर्स्ट कम फर्स्ट इन फर्स्ट आउट हुन्छ। मतलब जो पहिला गयो तिनीहरूलाई चाहिँ पहिला सर्भिस दिइन्छ। केमा? सिंगल सर्भिस क्युइङ सिस्टममा। अर्को ऱ्यान्डम अराइभल हुन्छ। मतलब कस्टमर चाहिँ ऱ्यान्डमली अराइभल हुन्छ, एकअर्कामा इन्डिपेन्डेन्ट हुँदैन। ए आउँदा बीमा डिपेन्डेन्ट हुँदैन, बी आउँदा सीमा डिपेन्डेन्ट हुँदैन, सी एमा डिपेन्डेन्ट हुँदैन। दे आर इन्डिपेन्डेन्ट अफ अराइभिङको लागि। ओके, त्यही कुरा यहाँ लेखेको छ। द्याट इज कस्टमर अराइभ ऱ्यान्डमली, अराइभ इन इज इन्डिपेन्डेन्ट अफ अ प्रिभियस अराइभ। मतलब इन्डिपेन्डेन्ट हुन्छ ए बीमा, बी सीमा एज आई सेड। अनि मोडल युजिङ पोइजन प्रोसेस। सो मोडलले पोइजन प्रोसेस युज गर्छ। पोइजन प्रोसेस भनेको थाहा छ, इन्डिपेन्डेन्ट हुनु पर्यो, ऱ्यान्डम हुनु पर्यो र कन्स्ट्यान्ट अराइभल रेट हुनु पर्यो होइन। सो यसको कारणले के इम्प्लाइज गर्छ भन्दाखेरि जुन हाम्रो इन्टर अराइभल टाइम छ नि त्यो एक्सपोनेन्सियली डिस्ट्रिब्युटेड हुन्छ। एक्सपोनेन्सियली के हुन्छ भन्दाखेरि डिस्ट्रिब्युटेड हुन्छ, लाइक समथिङ लाइक दिस। अथवा
लाइक दिस, मतलब जुन एक्सपोनेन्शियलको ग्राफ हुन्छ नि त्यसरी चाहिँ इन्टर अराइभल टाइम चाहिँ डिस्ट्रिब्युटेड भएको हुन्छ। अर्को नम्बर अफ अराइभल पर युनिट टाइम फलोज पोइजन डिस्ट्रिब्युसन। सो नम्बर अफ अराइभल छ नि जुन हाम्रो लेम्डा छ त्यो चाहिँ पोइजन डिस्ट्रिब्युसन फलो गर्छ। अभियसली पोइजन प्रोसेस युज गरेको कारणले चाहिँ के हुन्छ भन्दाखेरि पोइजन डिस्ट्रिब्युसन फलो गरेको हुन्छ। अब यसको फर्मुला हेर्ने हो, पोइजन डिस्ट्रिब्युसन फलोको फर्मुला हेर्ने हो भनेपछि फलो गरेको छ भनेपछि फर्मुला हेर्ने हो भनेपछि के छ भन्दाखेरि ई को पावरमा माइनस लेम्डा, एकदम इम्पोर्टेन्ट है, अहिले न्युमेरिकलमा युज हुन्छ। लेम्डाको पावरमा एक्स डिभाइडेड बाई एक्स फ्याक्टोरियल। एक्स भनेको के भन्दाखेरि चाहिँ नम्बर अफ अराइभल पर युनिट टाइम, मतलब नम्बर अफ अराइभल्स कतिवटा अराइभ भयो त्यो टाइममा। सपोज कि 1 घन्टाको कुरा गरिरहेछ भने 1 घन्टामा कतिवटा कस्टमर अराइभ भयो, अथवा 2 घन्टाको कुरा गरिरहेछ भने 2 आवरमा कति कस्टमर अराइभ भयो भन्ने कुरा चाहिँ एक्सले जनाउँछ। द्याट्स द नम्बर। ई भनेको हामीलाई थाहा छ एक्सपोनेन्शियल, जसको भ्यालु कति हुन्छ 2.713 समथिङ लाइक दिस। अनि लेम्डा भनेको हामीलाई नम्बर अफ अराइभल के भन्छ एभरेज अराइभल रेट भइहाल्यो, एक्स भनेको नम्बर अफ अराइभल भइहाल्यो। सो हामी यसको कारणले चाहिँ के निकाल्न सक्छौँ, पिएक्स निकाल्न सक्छौँ, द्याट इज पोइजन डिस्ट्रिब्युसन निकाल्न सक्छौँ। ओके, अर्को एजम्सन हामीले एजम्सन गरिरहेछौँ। अर्को एजम्सन भनेको के भन्दाखेरि स्टेडी स्टेट कन्डिसन। स्टेडी स्टेट कन्डिसन भनेको के भन्दाखेरि चाहिँ सिस्टम चाहिँ स्टेबल हुन्छ ओभर अ टाइम, मतलब ओभर अ टाइम चाहिँ सिस्टम स्टेबल हुन्छ। अनि अराइभल रेट र सर्भिस रेट चाहिँ कन्स्ट्यान्ट हुन्छ। यो कुरा चाहिँ हामी पोइजन प्रोसेसले पनि क्लियरिफाई गरिदिन्छ। त्यो के हो भन्दाखेरि चाहिँ अराइभल रेट र सर्भिस रेट चाहिँ कन्स्ट्यान्ट हुनुपर्छ। अनि के छ भन्दाखेरि क्यू डजन्ट ग्रो इन्डेफिनेटली। भन्नुको अर्थ लाइक एउटा कन्स्ट्यान्ट रेट अफ सर्भिस दिने मान्छे छ, मतलब भन्नुको अर्थ के छ भन्दाखेरि सर्भरले चाहिँ 3 जनालाई सर्भिस दिइरहेछ अनि अराइभल रेट पनि पर आवर चाहिँ 3 जनालाई सर्भिस दिइरहेछ, अराइभल रेट पनि पर आवर 2 जना छ भनेपछि यसले के भन्न खोज्यो भन्दाखेरि इच आवर 2 मान्छे मात्रै आइरहेछ, किनभने अराइभल रेट कन्स्ट्यान्ट छ र इच आवर 3 जनालाई के गरिरहेछन् भन्दाखेरि सर्भिस दिइरहेछ इन एभरेजको कुरा गर्ने भयो भनेपछि। सो यसको कारणले के भयो भन्दाखेरि हाम्रो क्यू चाहिँ के भयो भन्दाखेरि इन्फिनाइटसम्म जान सकेन अथवा इन्डिफाइन्डसम्म जान सकेन। लाइक नम्बर अफ द मान्छे मात्रै वेट गर्नुपर्छ यसमा, केही सर्टेन नम्बर अफ मान्छे। अब सर्भरले 1 जनालाई मात्रै सर्भिस दिन सकिरहेछ भनेपछि यहाँ त लाइन थपै हुने भयो नि। सो यस्तो कुरा चाहिँ आउन दिँदैन। कसले भन्दाखेरि स्टेडी स्टेट कन्डिसनले। ओके, नाउ यहाँ के भनिदिएको छ भन्दाखेरि पोइजन अराइभल प्रोसेस भनेको के हो त्यो हामीले माथि पनि भनिसकेको छौँ। ऱ्यान्डमली हुनु पर्यो, इन्डिपेन्डेन्टली हुनु पर्यो र के छ भन्दाखेरि चाहिँ कन्स्ट्यान्ट अराइभल रेट हुनु पर्यो। इक्जाम्पलको लागि कस्टमर अराइभिङ एट अ पेट्रोल पम्प, ब्याङ्क, टिकट काउन्टर। ओके, इक्जाम्पलको लागि हेरौँ। इफ भेहिकल अराइभ एभ्री 5 मिनट अन एभरेज। सो हाम्रो लेम्डा भनेको कति भयो 5 पर मिनटमा, एभ्री 5 मिनट अन एभरेज। इफ भेहिकल अराइभ एभ्री 5 मिनट अन एभरेज, सरी लेम्डा होइन है, भन्नुको अर्थ हरेक 5 मिनटमा एउटा भेहिकल अराइभ भइरहेछ भन्नुको अर्थ अराइभल रेट कति भयो त। सो हाम्रो 1 आवरको पर आवरको अराइभल रेट निकाल्ने हो भनेपछि कति हुन्छ, लाइक वी नो द्याट 1 आवरमा 60 मिनट हुन्छ र हरेक 5 मिनटमा एकजना आइरहेछ भनेपछि लेम्डा इक्वल्स टु के हुने भयो, बेसिक म्याथ हो 60 डिभाइडेड बाई 5 गऱ्यो भने कति आउँछ 12वटा कार चाहिँ पर मिनटमा आउँछ भन्ने कुरा चाहिँ, सरी पर आवरमा आउँछ भन्ने कुरा चाहिँ देखाउँछ। सो यसले के भन्यो भन्दाखेरि चाहिँ हाम्रो पोइजन प्रोसेस विथ द लेम्डा इक्वल्स टु 12 पर आवर। अब कुरा गरौँ बेसिक मेजर अफ अ क्युइङ सिस्टम। भन्नुको अर्थ की इन्डिकेटर जसले चाहिँ क्युइङ सिस्टमको इफिसियन्सी देखाउँछ। सो इन्डिकेटरहरू के छ त क्युइङ सिस्टमको इफिसियन्सी देखाउनको लागि। सो सबभन्दा पहिला छ अराइभल रेट। अराइभल रेटले चाहिँ क्युइङ सिस्टम कतिको इफिसियन्ट छ भन्ने कुरा देखाउँछ। अराइभल रेट भनेको अर्थ के हो भन्दाखेरि चाहिँ एभरेज नम्बर अफ अराइभल पर युनिट टाइम। भन्नुको अर्थ कतिवटा नम्बर अफ कस्टमर अथवा गाडी चाहिँ पर युनिट टाइममा चाहिँ अराइभ भइरहेछ। सो त्यो भनेको एभरेज रेट भयो। यसले पनि इफिसियन्सी देखाउँछ। अर्को भनेको सर्भिस रेट, वी नो द्याट म्यू हो। सर्भिस रेटले कतिवटा कस्टमरलाई चाहिँ सिस्टमले सर्भिस दियो। जस्तै कि 1 आवरमा टिकट काउन्टरले कतिवटा कस्टमरलाई टिकट दियो, त्यो भनेको के भयो भन्दाखेरि चाहिँ एभरेज कस्टमर सर्भिस पर युनिट टाइम भयो। कतिवटा कस्टमरलाई चाहिँ पर युनिट टाइममा सर्भिस दियो अथवा पर आवरमा सर्भिस दियो। सो सर्भिस रेटले पनि के जनाउँछ भन्दाखेरि क्युइङ सिस्टमको इफिसियन्सी जनाउँछ। अर्को भनेको ट्राफिक इन्टेन्सिटी। ट्राफिक इन्टेन्सिटी कसरी डिनोट गरिन्छ, रोले है, जहिले पनि रोले नै हुन्छ। यु रियरली युज गर्छ, हुँदैन, मोस्टली क्वेसनमा हुँदैन। सो हामी के बुझ्ने भन्दाखेरि ट्राफिक इन्टेन्सिटी रोले जनाउँछ। ट्राफिक इन्टेन्सिटी भनेको के हो भन्दाखेरि सिस्टममा लोड कतिको छ त, सर्भर कतिको बिजी छ त, लाइक हाम्रो जुन मान्छे सर्भिस टिकट दिइरहेछ त्यो मान्छे कतिको बिजी छ त, हाम्रो लाइनमा कति व्यक्ति छ त। सो ओभरअल सिस्टममा कति केओस छ, कतिको लाइक बिजी छ, कति फ्री छन् भन्ने कुरा मेजर गर्छ कसले, ट्राफिक इन्टेन्सिटीले। त्यसको फर्मुला के हो भन्दाखेरि चाहिँ अराइभल रेट
अपन सर्भिस रेट, अराइभल रेट अपन सर्भिस रेट भन्नुको अर्थ कति मान्छे आइरहेछन् सिस्टममा एभरेजमा र कति मान्छेले सर्भिस पाइरहेछ सिस्टममा एभरेजमा, त्यसले चाहिँ डिभाइड गर्दाखेरि हामीले ट्राफिक इन्टेन्सिटी पाउँछौँ। अब केही इन्टरप्रिटेसन हेर्ने हो भनेपछि अब रो लेस देन 1 छ भनेपछि सिस्टम स्टेबल छ भनेर बुझिन्छ, इक्वल्स टु 1 छ भने फुल्ली बिजी छ भनेर बुझिन्छ, ग्रेटर देन 1 छ भने क्यू चाहिँ ग्रो भइरहेछ मतलब लाइन चाहिँ बढिरहेछ भनेर खोजिरहेछ। अर्को भनेको सर्भर युटिलाइजेसन। सर्भर युटिलाइजेसन भनेको टोटल कतिको युटिलाइज गरिरहेछ त, यो ट्राफिक इन्टेन्सिटीसँगै रिलेटेड हो। भन्नुको अर्थ जुन हाम्रो सिस्टम छ त्यो कतिको युटिलाइज भइरहेछ त। अब हाम्रो जुन सिस्टम छ त्यो चाहिँ आइडल कन्डिसनमा मात्रै बसिरहेछ क्या, न त सर्भिस आइरहेछ न त सर्भिस दिइरहेछन्। अनि आइडल कन्डिसनमा बसे गर्नु पर्यो भने त्यो त राम्रो सिस्टम भएन नि। सिस्टम त राम्रो हुनु पर्यो, स्टेबल हुनु पर्यो, कुनै बेला बिजी पनि हुनसक्छ, फेरि एकदमै धेरै वेटिङ टाइम पनि भएको हुनु पर्यो। सो सर्भर युटिलाइजेसनले पनि एउटा फ्याक्टर जनाउँछ कि हाम्रो जुन सिस्टम छ, हाम्रो जुन क्युइङ सिस्टम छ त्यो कतिको एफिसिएन्ट छ भनेर। अर्को भनेको प्रोबेबिलिटी अफ आइडियल सर्भर। प्रोबेबिलिटी अफ आइडियल सर्भर भनेको के भन्दाखेरि सर्भर कति बेर फ्री छ, एज सेड माथि पनि युटिलाइजेसन कतिको भइरहेछ त्यो कुरा हो र कतिको आइडियल बसिरहेछ त्यो कुरा हो, सेम कुरा हो यहाँ। सो प्रोबेबिलिटीमा यो कुरालाई इन्टरप्रेट गरेको छ यहाँ चाहिँ। भन्नुको अर्थ के भन्दाखेरि चाहिँ हाम्रो टोटल 100 लाइक सबभन्दा ग्रेटेस्ट प्रोबेबिलिटी त 1 हो नि। सो टोटल 1बाट चाहिँ कतिको हाम्रो सर्भर चाहिँ फ्री बसिराखेको छ, कतिको आइडल बसिराखेको छ भन्ने कुरालाई चाहिँ हामी घटाउने बढाउनेले चाहिँ हाम्रो आइडियल सर्भर दिन्छ। अब युटिलाइजेसन रोले गरिरहेछ भन्नुको अर्थ हाम्रो रो टाइमसम्म चाहिँ हाम्रो सर्भर युटिलाइज भइरहेछ भन्नुको अर्थ युटिलाइज नभएको टाइम त कति हो, सो 1 माइनस रो गरिदिने। सो त्यो भनेको आइडियल कन्डिसन हो र आइडियल कन्डिसन बढी भयो भने चाहिँ हामीले के बुझ्छौँ भन्दाखेरि सिस्टम चाहिँ राम्रो छैन, सिस्टम चाहिँ एकदम आइडियल बसिरहेछ भनेर बुझ्छौँ। ओके, नाउ क्युइङ सिस्टममा युज हुने केही फर्मुलाहरू हेरौँ। कुन मोडलको भन्दाखेरि m/m/1। अब हामीले किन्डल नोटेसन पढेकै छौँ। यो m भनेको अराइभल प्रोसेसको लागि हो, यो अर्को m भनेको सर्भिसको लागि हो, यो भनेको नम्बर अफ सर्भरको लागि हो। बाँकी चाहिँ इन्फिनिटी द्याट इज कलिङ पपुलेसन र सिस्टम क्यापेसिटी चाहिँ के छ भन्दाखेरि इन्फिनाइट छ। ओके, सो लेम्डा भनेको हामीलाई थाहा छ, अराइभल रेट, म्यू भनेको सर्भिस रेट भनेको थाहा छ, अनि रो भनेको ट्राफिक इन्टेन्सिटी हो भन्ने कुरा पनि थाहा छ। अब फर्मुलाहरू हेरौँ, यो चाहिँ यादै गर्नुपर्ने कुरा हो, न्युमेरिकल आउँछ यहाँबाट। ल यति स्क्रिनसट गरेर राखौँ अथवा लाइक लेखेर राखे नि हुन्छ। सबभन्दा पहिला के छ भन्दाखेरि प्रोबेबिलिटी सिस्टम इज इम्पिटी हामीलाई थाहा छ, त्यो के हो भन्दाखेरि चाहिँ 1 माइनस रो गरिदिने। रो भनेको के हो भन्दाखेरि चाहिँ त्यो पनि थाहा छ, लेम्डा अपन म्यू हो। सो सिस्टम इम्पिटी हुनु अथवा आइडियल हुनुको फर्मुला यो भयो। अनि प्रोबेबिलिटी अफ यन कस्टमर इन अ सिस्टम, यन कस्टमर इन अ सिस्टमको प्रोबेबिलिटी कति छ भन्दाखेरि चाहिँ रोको पावरमा यन 1 माइनस रो। ओके, एक्सपेक्टेड नम्बर अफ अ कस्टमर इन अ सिस्टम, एक्सपेक्टेड नम्बर अफ अ कस्टमर इन अ सिस्टमको फर्मुला चाहिँ रो बाई 1 माइनस रो हो। अनि त्यसरी नै एक्सपेक्टेड नम्बर अफ अ कस्टमर इन अ क्यू, अघि चाहिँ एक्सपेक्टेड नम्बर अफ कस्टमर इन अ सिस्टम भयो, यो चाहिँ क्यूको लागि भयो। क्यूको लागि छ भनेपछि हामीले माथिको रोमा चाहिँ स्क्वायर गरेर 1 माइनस रो हो। ओके, नाउ नेक्स्ट फर्मुलामा जाउँ, द्याट इज एभरेज वेटिङ टाइम इन अ सिस्टम। सिस्टममा कति बेर हामीले वेट गर्नु पर्यो एभरेजमा, सो त्यसको फर्मुला के हो, 1 बाई म्यू माइनस लेम्डा। अनि एभरेज वेटिङ टाइम इन अ क्यू, क्यूको लागि कति छ भन्दाखेरि चाहिँ एकपल्ट हामीले लेम्डा बाई म्यू इज होल मल्टिप्लाई बाई म्यू माइनस लेम्डा गरिदिँदा हुन्छ। र रिलेसनसिप अथवा लिटल ल भनेर के छ भन्दाखेरि चाहिँ यल इक्वल्स टु लेम्डा डब्लु। डब्लु भनेको के हो, वेटिङ टाइम। अब हामीले सपोज गरौँ कि सिस्टमको सोध्यो भने हामीले के गर्ने, यहाँ सिस्टमको, यहाँ पनि सिस्टमको लागि दिने। क्यूको रिलेसन अफ सिस्टम सोध्यो भने सिस्टम एल एक्सपेक्टेड नम्बर अफ अ कस्टमर इन अ सिस्टम, अनि त्यसपछि एभरेज वेटिङ टाइम इन अ सिस्टम। त्यही कुरा हामीलाई इफ क्यूको सोध्यो भने एक्सपेक्टेड नम्बर अफ कस्टमर इन अ क्यू र एक्सपेक्टेड वेटिङ टाइम इन अ क्यू भनेर चाहिँ त्यसरी यल र डब्लु चाहिँ स्विच हुन्छ। अब ओके, यो फर्मुला भयो। त्यस्तै कन्सेप्ट अफ अ मल्टी सर्भर क्यू, सो यसलाई कसरी रिप्रेजेन्ट गर्ने, एम भनेको अराइभल भइहाल्यो, यो भनेको सर्भिस रेट भइहाल्यो, यो भनेको के छ भन्दाखेरि नम्बर अफ अ सर्भर। सो एन भनेको मल्टिपल छ, 2 3 4 5 आइडेन्टिकल बाहेक, मतलब 1 बाहेक। ओके, सो त्यसलाई चाहिँ हामी के भन्छ भन्दाखेरि मल्टिपल
मल्टिपल सर्भर क्यू भन्छौँ। यसबाट चाहिँ हामीलाई के हुन्छ भन्दाखेरि चाहिँ न्युमेरिकल चाहिँ आउँदैन, न्युमेरिकल बेस्ड हुन्छ केमा भन्दाखेरि सिंगल सर्भरमै हुन्छ। यसको वर्किङ प्रिन्सिपल के हो भन्दाखेरि चाहिँ कस्टमर अराइभ एट अ लेम्डा, मतलब अराइभल रेट चाहिँ के छ भन्दाखेरि लेम्डै छ। अनि इफ एटलिस्ट वान सर्भर इज फ्री, कुनै एउटा सर्भर फ्री छ भनेपछि कस्टमर डाइरेक्टली असाइन हुन्छ। तर सबै सर्भर बिजी छ भनेपछि वेट गर्छ कस्टमरले, र जब सर्भर बिकेम फ्री हुन्छ अनि त्यसपछि जो पहिला आएको छ त्यसलाई चाहिँ के गर्छ भन्दाखेरि सर्भिस दिन्छ। भन्नुको अर्थ लाइनमा कस्टमर लागेको छ, यहाँ 3-4 वटा सर्भर छ, भनौँ यो सर्भर फ्री छ भनेपछि यहाँबाट कस्टमर जान्छ, सर्भिस लिन्छ, एक्जिट हुन्छ। मानौँ कि सबै प्याक छ भनेपछि के गर्छ कस्टमर यहाँ कुरिसकेपछि जुन फ्री भयो, सपोज गरौँ कि यो फ्री भयो भने यहाँ जाने, लिने, सर्भिस लिने अनि जाने। यो कुन डिसिप्लिन फलो गर्छ भन्दाखेरि फर्स्ट इन फर्स्ट आउट, जो पहिला आयो त्यसलाई सर्भिस दिने र त्यसलाई पहिला आउट गर्ने। ओके, यसमा केही एजम्पसनहरू गर्छौँ। द्याट इज इन्फानाइट पपुलेसन अकर सिमिलर एज अ सिंगल सर्भर, जस्तै इन्फानाइट क्यू क्यापेसिटी, क्यूको क्यापेसिटी इन्फानाइट छ। अनि अल सर्भर आर आइडेन्टिकल, सबै सर्भर चाहिँ के छ भन्दाखेरि आइडेन्टिकल छ भनेर बुझिन्छ। भन्नुको अर्थ जे क्यापेसिटी सर्भर 1 को छ त्यही क्यापेसिटी सर्भर 2 को छ, त्यही क्यापेसिटी सर्भर n को हुन्छ भनेर हामी एक्सपेक्ट गर्छौँ। र फिफो डिसिप्लिन भनेको जो पहिला आउँछ त्यसलाई फर्स्ट इन फर्स्ट आउट गर्ने हो। अनि सर्भर टाइम इज इन्डिपेन्डेन्ट अफ अ सर्भर सेक्सन। सो सर्भर टाइम चाहिँ के छ भन्दाखेरि इन्डिपेन्डेन्ट छ, क्यापेसिटी चाहिँ सेम छ तर टाइम चाहिँ इन्डिपेन्डेन्ट छ। मतलब सर्भर 1 लाई जति टाइम लाग्छ सर्भर 2 लाई पनि त्यति नै टाइम लाग्छ भन्ने छैन। कुनै एउटालाई थोरै, कुनै अर्कालाई बढी अथवा सेम पनि लाग्न सक्छ, तर क्यापेसिटी स्टिल सेम छ है, क्यापेसिटी सेम छ, टाइमिङ फरक हुन सक्छ। अनि अराइभल इज ऱ्यान्डम, यसले पनि के गर्छ भन्दाखेरि पोइजन मोडल अथवा पोइजन प्रोसेस चाहिँ फलो गर्छ केमा मल्टिपल सर्भरमा। ओके, सो सिमिलर छ हरेक कुरा, फरक के छ भन्दाखेरि चाहिँ यहाँ एउटा सर्भरको ठाउँमा मल्टिपल सर्भर छ। पिक्टोरियल फर्ममा हेर्ने हो भनेपछि अराइभल रेट भयो, क्यूमा बस्यो, अनि यहाँ डिस्प्याचिङ डिसिप्लिन भनेको कसलाई कन्फिगर, क्युइङ डिसिप्लिन कसलाई पहिला सर्भिस दिने अनि त्यो अनुसारले चाहिँ गयो, अब जुन खाले चाहिँ त्यसमा गयो अनि त्यसपछि डिपार्चर भयो, नट अ बिग डिल। अब यहाँ स्ट्रक्चरमा त्यही भनेको छ, अराइभल भइरहेछ, क्यूमा बसिरहेछ, एन प्यारलल एउटा सर्भर छ जुन खाली छ त्यसमा गएर चाहिँ के गरेको छ भन्दाखेरि सर्भिस लिएको छ र सर्भिस रिसिभ एन इक्वल प्रोपोर्सन इन आइडियल केस। तर आइडियल केसमा के हुन्छ भन्दाखेरि सर्भिस चाहिँ रिसिभ कसरी गर्छ भन्दाखेरि इक्वल प्रोपोर्सनमा गर्छ। जस्तै कि के छ भन्दाखेरि अराइभल रेट लेम्डा छ भनेपछि सर्भर 1 लाई पर्ने लोड कति हो भन्दाखेरि लेम्डा बाई, इफ n वटा मान्छे आएको छ भनेपछि n भयो, सर्भर 2 मा n, लेम्डा बाई n हुने भयो। सो सर्भर n मा के हुन्छ लेम्डा बाई n हुने भयो। भन्नुको अर्थ जतिवटा सर्भर छ नि हरेकलाई चाहिँ इक्वल्ली चाहिँ के गर्छ भन्दाखेरि सर्भिस जान्छ अथवा इक्वल्ली चाहिँ हरेकलाई डिस्ट्रिब्युट हुन्छ भन्न खोजेको छ यसले। ओके, अब युटिलाइजेसन अफ मल्टी सर्भर सिस्टम। सो यसको अलिकति फर्मुला फरक रहेछ, द्याट इज लेम्डा बाई सी म्यू। सी भनेको के भन्दाखेरि नम्बर अफ अ सर्भर, अब कतिवटा सर्भर छ त्यो मात्रै फरक छ, बाँकी चाहिँ हरेक कुरा त्यही हो। इन्टरप्रेसन पनि सेम छ, लेस देन 1 छ भने सिस्टम इज स्टेबल, ग्रेटर देन 1 छ भने सिस्टम बिकेम ओभरलोड छ भनेर बुझ्न सकिन्छ। दुईटैलाई कम्पेयर गर्ने हो सिंगल सर्भर र मल्टी सर्भरलाई भनेपछि सिंगल सर्भर स्लो हुन्छ किनभनेपछि एउटा मात्रै सर्भर हुने भयो, मल्टी सर्भर चाहिँ फास्ट हुन्छ। वेटिङ टाइम चाहिँ सिंगल सर्भरको अलि बढी हुन्छ र मल्टिपल सर्भरको चाहिँ रिड्युस गर्छ। कम्प्लेक्सिटी सिंगल सर्भरको लो हुन्छ र मल्टी सर्भरको चाहिँ के भन्छ भन्दाखेरि हायर हुन्छ कम्प्लेक्सिटी, किनभनेपछि अब लाइक धेरै हुने भयो नि, जस्ट लाइक कि धेरै इन द सेन्स कि बडी सर्भर छ, बडीवटा लाइन पनि लाग्न सक्यो। सो त्यो कारणले युटिलाइजेसन सिंगल रिसोर्स भयो, डिस्ट्रिब्युटेड भयो। सेकेन्ड डायग्राममा के छ भन्दाखेरि चाहिँ यसमा के भनेको छ भन्दाखेरि चाहिँ जुन मल्टिपल सर्भर छ नि त्यसको केही दुई किसिमको आइडिया हुन सक्छ। कि त एउटा सिंगल लाइन छ अनि त्यही लाइनबाट लाइनमा बस्ने अनि जुन सर्भर खाली भयो त्यसमा गएर सर्भिस लिने, कि त जतिवटा सर्भर छ त्यतिवटा लाइन छ, हरेक सर्भरको लागि एउटा लाइन छ। सो त्यसको आधारमा चाहिँ दुईटा कन्सेप्ट छ क्या। सो त्यसको आधारमा चाहिँ हामी के भन्छौँ भन्दाखेरि मल्टी सर्भर सिंगल क्यू भनेको चाहिँ के भयो भन्दाखेरि एउटा क्यू छ, मल्टिपल सर्भर छ। मल्टिपल सिंगल सर्भर क्यू भनिसकेपछि के छ भन्दाखेरि जतिवटा सर्भर छ त्यतिवटा नै क्यू छ भनेर बुझ्न सक्छ। सो मल्टी सर्भर सिंगल क्यू भनेको चाहिँ सिंगल क्यू भनिसकेपछि एउटा क्यू हुने भयो। मल्टी सिंगल सर्भर क्यूज भनिसकेपछि के भयो भन्दाखेरि चाहिँ जतिवटा सर्भर त्यति नै एउटा के भयो क्यू नै छ भनेर बुझ्न सकिन्छ। एक्जाम पोइन्ट अफ भ्यूले हेरौँ अब के छ भन्दाखेरि चाहिँ मल्टी सर्भर किन प्रिफर गरिन्छ भन्दाखेरि चाहिँ रिड्युस वेटिङ टाइम चाहिँ रिड्युस गर्छ, बेटर लोड ब्यालेन्सिङ हुन्छ, लेस चान्स अफ वान क्यू बिङ ओभरलोड वाइल अदर आर आइडियल। यसमा चाहिँ के हुन्छ भन्दाखेरि वान क्यू चाहिँ ओभरलोड हुने चाहिँ चान्स कम हुन्छ जब अरू आइडियल बसिरहेछ भनेपछि।
ओके, अब न्युमेरिकल हेरौँ। इक्जाममा पनि यस च्याप्टरबाट चाहिँ न्युमेरिकलहरू आइरहन्छ हैन। यस्तै आउँछ मेनली जुन फर्मेटमा यो दुईटा छ त्यही फर्मेटमा आउँछ, कन्डिसन फरक होला तर कन्सेप्ट चाहिँ यही हुन्छ। सो सबभन्दा पहिला के छ भन्दाखेरि क्वेसन पढौँ। एट द टिकट काउन्टर अफ द फुटबल स्टेडियम पिपल कम इन अ क्यू एन्ड पर्चेज द टिकट। एट अराइभल रेट अफ अ कस्टमर इज 1 minute। इफ इट्स टेक एन एभरेज 20 seconds टु पर्चेज द टिकट भनेको छ भनेपछि इफ अ स्पोर्ट फ्यान अराइभ 2 minutes बिफोर द गेम स्टार्ट, इफ ही टेक एक्ज्याक्टली 1.5 minutes टु रिच द करेक्ट सिट आफ्टर ही पर्चेज द टिकट, क्यान द स्पोर्ट फ्यान एक्सपेक्ट टु सिटेड फर द टिप अफ भन्नुभयो त टाइममा पुग्छ त ऊ स्पोर्ट हेर्नको लागि। बेसिक कन्सेप्ट त्यही भनेको छ हैन। टिकट यहाँ के छ भन्दाखेरि अराइभल रेट कति छ, अराइभल रेट इक्वल्स टु 1 per minute छ। सो अराइभल रेट भनेको 1 छ। अनि इट टेक्स एभरेज 20 seconds टु पर्चेज द टिकट। 20 सेकेन्ड लाग्छ कति टिकट किन्नको लागि। सो के भयो भन्दाखेरि जुन सर्भिस छ सर्भिस दिनको लागि कति लाग्दो रहेछ 20 सेकेन्ड लाग्दो रहेछ। भन्नुको अर्थ 1 मिनेटमा, किनभनेपछि अराइभल रेट मिनेटमा छ सो मिनेटमै हेरौँ। 1 मिनेटमा कतिजनालाई सर्भिस दिन सक्छ त सो 20 सेकेन्ड प्लस 20 सेकेन्ड प्लस 20 सेकेन्ड कति भयो 2 2 4 5 6 भन्नुको अर्थ 60 सेकेन्ड भयो। 60 सेकेन्ड भनेको 1 minute भयो हैन। सो यो भन्नुको अर्थ के छ भन्दाखेरि चाहिँ एउटालाई 20 सेकेन्ड लाग्छ भनेपछि 1 मिनेटमा कतिजनालाई गर्न सक्दो रहेछ सर्भिस दिनलाई 3 जनालाई। एउटा चाहिँ 20 सेकेन्ड, अर्को 20 सेकेन्ड, तीनटा 20 सेकेन्ड। सो हाम्रो सिस्टममा एभरेज टाइम लाग्ने भनेको सर्भिस टाइम लाग्ने भनेको कति रहेछ 3 रहेछ। 3 पिपुल अर लाइक कस्टमर पर मिनेट हुने भयो। सो लेम्डा भनेको 1 आयो, म्यू भनेको 3 आयो। लेम्डा भनेको डाइरेक्टली मिनेटमै दिएको छ, एउटा कस्टमर आउँछ भनेर भनेको छ र टिकट किन्नको लागि 20 सेकेन्ड लाग्छ भनेर भनेको छ। यसलाई हामी मिनेटमा कन्भर्ट गर्ने हो भनेपछि एकजनालाई 20 सेकेन्ड लाग्छ भनेपछि 1 मिनेटमा कतिजनाले सर्भिस दिन सक्छ त। सो इचलाई 20 भनिसकेपछि हामीले डाइरेक्टली 60/20 गरे नै हुन्छ, लाइक एक्ज्याक्टली 3 आउँछ। अथवा बुझ्नको लागि एउटालाई 20, अर्कोलाई 20, अर्कोलाई 20, यो तीनवटै 20 छोड्यो भने 1 मिनेट हुन्छ। भन्नुको अर्थ 3 जनालाई हामी सर्भिस दिन सक्छ भनेर बुझ्न सक्यो। अब यहाँ के भनेको छ भन्दाखेरि फ्यान 2 मिनेट अगाडि आएको छ, फुटबल स्टार्ट हुनुभन्दा अगाडि 2 मिनेट अगाडि आएको छ अरे, र उसले टिकट किनिसकेपछि इफ ही एक्ज्याक्टली 1.5 minutes टु रिच द करेक्ट सिट आफ्टर ही पर्चेज द टिकट। भन्नुको अर्थ टिकट किनिसकेपछि चाहिँ 1.5 minutes लाग्छ अरे उसलाई सिटमा पुग्नको लागि। टिकट किनिसकेपछि सिटमा पुग्नलाई 1.5 minutes लाग्छ अरे भनेपछि ऊ एक्ज्याक्ट टाइममा पुग्न सक्छ त। सो सबभन्दा पहिला हामीले के बुझ्ने भन्दाखेरि चाहिँ उसलाई टिकट लाइनमा लाग्नेदेखि लिएर टिकट किन्नुसम्म कति टाइम लाग्यो त। आयो, लाइनमा बस्यो, टिकट किन्यो, त्यो टाइम कति लाग्यो प्लस 1.5 minutes सिटसम्म जानको लागि चाहिँ जोड्ने। अनि यो टाइम जोड्दाखेरि चाहिँ 2 मिनेटभन्दा कम आयो भने चाहिँ म्याच हेर्न पायो, टाइममै पुग्यो हैन। 2 मिनेटभन्दा बढी लाग्यो भने चाहिँ के भयो भन्दाखेरि चाहिँ टाइममा पुगेन, त्यो म्याच स्टार्ट हुनुभन्दा पछि पुग्यो भनेर बुझ्न सक्छौँ। सो लाइनमा लाग्नु, टिकट किन्नु, यो भनेको के हो सिस्टम हो। सो सिस्टममा कति टाइम लाग्यो हामी त्यो निकाल्नु पर्यो हैन त। आयो, लाइनमा लाग्यो, टिकट किन्यो, यो टोटल भनेको एउटा सिस्टम हो। अनि डिपार्चर भयो हैन। सो यो टोटल टाइम त्यसलाई सिस्टममा कति लाग्यो त। सो वेटिङ टाइम इन अ सिस्टमको फर्मुला के छ हामीले माथि हेरेको छौँ, द्याट इज 1/μ माइनस लेम्डा छ। अब 1 - 3 म्यू भनेको 3 हो, -1 भनेको कति भयो 1/2 भयो, विच इज इक्वल्स टु कति आयो 0.5 आयो। र उसलाई टिकट किनेर सिटसम्म जानको लागि कति पर्दो रहेछ, कति टाइम लाग्दो रहेछ 1.5 minutes, विच इज इक्वल्स टु कति आयो 2 minutes आयो। सो 2 मिनेटमा आइसकेपछि ऊ एक्ज्याक्टली पुग्छ, लाइक पुग्यो पनि गेम स्टार्ट भयो पनि। सो हामी के लेख्न सक्छौँ त्यही कुरा यहाँ गरेको छौँ। लेम्डा यति दिएको छ, म्यू यति दिएको छ, वेटिङ टाइम इन सिस्टम भनेर डब्लु बेसमा यस कति आयो भन्दाखेरि 1/μ माइनस लेम्डा गरेर 0.5 आयो। सो द एभरेज टाइम टु गेट द टिकट एट द टिकट एन्ड the time to reach correct seat is a 2 minutes exactly. So the sport fan expected to be seated for the tip up. So exactly उसले पुग्न सक्छ भनेर एक्सपेक्ट गर्न सक्छौ भनेर भन्न सक्यो यसको सोलुसन। यो क्वेसनमा के छ भन्दाखेरि कस्टमर अराइभ इन अ ब्याङ्क अकर्डिङ टु द पोइजन प्रोसेस भनिसकेपछि इन्डिपेन्डेन्ट हुनु पर्यो, ऱ्यान्डम हुनु पर्यो र अराइभल रेट कन्स्ट्यान्ट छ भनेर भन्नु पर्यो। वेयर मिन इन्टरभल टाइम इज 10 minutes, मिन इन्टरभल टाइम कति छ 10 minutes छ। कस्टमर स्पेन्ड एन एभरेज अफ 5 minutes, उसले एभरेज 5 minutes चाहिँ स्पेन्ड गर्छ अन द सिंगल अभाइलेबल काउन्टर एन्ड लिभ। डिस्कस वाट इज द प्रोबेबिलिटी द्याट अ कस्टमर विल नट ह्याभ टु वेट एट द काउन्टर
वाट इज द एक्सपेक्टेड नम्बर अफ अ कस्टमर इन द ब्याङ्क अनि हाउ मच टाइम अ कस्टमर एक्सपेक्ट टु स्पेन्ड इन अ ब्याङ्क, कति एक्सपेक्ट गर्न सक्छ ऊ पुरैको पुरै सिस्टममा बस्नको लागि। सो तीनवटा कुरा छ। सबभन्दा पहिला यहाँ के दिएको छ त्यो कुराहरू लेखौँ। मेन इन्टर अराइभल टाइम अफ 10 मिनट भन्नुको अर्थ के छ भन्दाखेरि 10-10 मिनटको ग्यापमा चाहिँ कस्टमर अराइभ भइरहेछ। लाइक हरेक 10-10 मिनटमा एकजना भनिसकेपछि 10 मिनटमा एकजना, अर्को 10 मिनटमा एकजना, अर्को 10 मिनटमा एकजना, अर्को 10 मिनटमा एकजना गरेर टोटल 60 मिनटमा कतिवटा 10 मिनट हुन्छ भन्दाखेरि 6वटा 10 मिनट हुन्छ। सो हाम्रो अराइभल टाइम कति भयो भन्दाखेरि चाहिँ 6 भयो भन्न खोजेको, 6 कस्टमर पर आवर भयो भनेर भन्न खोजेको। ओके, अनि कस्टमर स्पेन्ड एन एभरेज अफ 5 मिनट अन अ सिंगल अभाइलेबल काउन्टर। एउटा काउन्टर छ नि, काउन्टरले के गर्छ, सर्भिस दिने काम गर्छ। सो एभरेज सर्भिस टाइम कति छ त, एउटाले 5 मिनट लाग्छ भनेपछि 1 घन्टामा कतिजनालाई सर्भिस दिन सक्छ त। सो हामीले के गर्ने, 60/5 गरिदिने। सो त्यो कति आयो, 12 आयो। र इन्टर अराइभल टाइम 10 छ भनेपछि 1 आवरको निकाल्ने हो भने 60/10 गरिदिने। हरेक 10-10 मिनटमा एउटा कस्टमर आइरहेछ। सो यसरी पनि हामी निकाल्न सक्यौँ। लेम्डा इक्वल्स टु 6 र म्यू इक्वल्स टु कति भयो, 12 भयो हैन। ठिक छ, आइसकेपछि अब के गर्ने, वाट इज द प्रोबेबिलिटी द्याट अ कस्टमर विल नट ह्याभ टु वेट एट अ काउन्टर। काउन्टरमा कति लाइक वेट नगर्नुपर्ने प्रोबेबिलिटी कति त। सो सबभन्दा पहिला हामीले वेट गर्ने प्रोबेबिलिटी निकाल्ने, द्याट इज ट्राफिक इन्टेन्सिटी निकाल्ने, विच इज इक्वल्स टु कति हो, लेम्डा बाई म्यू हो। सो लेम्डा बाई म्यू गर्दाखेरि 6/12 हुन्छ हैन। 6/12 भनेको 1/2 भयो, विच इज 0.5। र हामीले प्रोबेबिलिटी निकाल्दाखेरि हाम्रो फर्मुला के छ, P0 इक्वल्स टु 1 बाई यसलाई के भन्छ हामीले रो भन्छौँ हैन। अनि 1 माइनस 0.5 गर्ने। सो कति आयो, 0.5 आयो एन्सर। ठिक छ। अर्को के सोधेको छ भन्दाखेरि वाट इज द एक्सपेक्टेड नम्बर अफ अ कस्टमर इन द ब्याङ्क। ब्याङ्क भनेको के हो, यहाँ एउटा पुरै सिस्टम छ। सो एक्सपेक्टेड नम्बर अफ अ कस्टमर इन अ ब्याङ्क भन्नुको अर्थ के छ भन्दाखेरि एक्सपेक्टेड नम्बर अफ अ कस्टमर इन अ सिस्टम भन्न खोजेको। सो एक्सपेक्टेड नम्बर अफ इन अ सिस्टमको फर्मुला के छ भन्दाखेरि एकपल्ट हेरौँ, यो हो हैन, एक्सपेक्टेड नम्बर अफ अ कस्टमर इन अ सिस्टम द्याट इज लेम्डा बाई म्यू माइनस लेम्डा। सो तल जाउँ अब। सो यसको लागि के फर्मुला लाउने, एक्सपेक्टेड नम्बर अफ कस्टमर इन अ ब्याङ्क गर्दाखेरि लेम्डा बाई म्यू माइनस लेम्डा। सो लेम्डा भनेको हाम्रो कति छ, 6 छ, डिभाइडेड बाई 12 माइनस 6 भनेको कति आयो, लाइक 1/1 भन्दाखेरि 1 आयो। अब के छ, हाउ मच टाइम अ कस्टमर क्यान एक्सपेक्ट टु स्पेन्ड इन अ ब्याङ्क। हाउ मच टाइम क्यान अ कस्टमर एक्सपेक्ट टु स्पेन्ड इन अ टाइम भन्नुपर्छ। एक्सपेक्टेड टाइम कति छ त, लाइक ब्याङ्कमा पुरैको पुरै सिस्टममा एक्सपेक्टेड टाइम कति छ अथवा वेटिङ टाइम कति छ भनेर हामी बुझ्न सक्छौँ। सो त्यो भनेको कति हो, 1 बाई लेम्डा म्यू माइनस लेम्डा हो। हामीलाई त्यो थाहा छ, लाइक पुरैको पुरै एउटा कस्टमरलाई लाइक सिस्टममा गयो, सर्भिस लियो र एक्जिट गर्यो। सो त्यसको एक्सपेक्टेड टाइम कति छ भनेर सोधेको छ। सो त्यसको त्यो भनेको एभरेज टाइम इन अ सिस्टम हो। एभरेज टाइम इन अ सिस्टमको कति छ भन्दाखेरि चाहिँ यहाँ फर्मुला एभरेज टाइम इन अ सिस्टमको 1 बाई म्यू माइनस लेम्डा छ। सो हामीले त्यो अनुसारले हेर्ने हो भनेपछि 1 बाई म्यू माइनस लेम्डा गर्ने हो भनेपछि 1/12 माइनस 6 गर्ने, विच इज इक्वल्स टु 1/6, विच इज इक्वल्स टु 1/6 पर आवर भयो हैन। अब यसलाई मिनटमा कन्भर्ट गर्ने हो भनेपछि इन्टु 60 गर्नुपर्छ, विच इज इक्वल्स टु 10 मिनट आउँछ है। लाइक त्यही कुरा यहाँ सिम्पल वेबाट लेखिएको छ। यसलाई मेट्दिउँ, यहाँ हेरौँ ल। सो लेम्डा कति दिएको छ, 6 दिएको छ, म्यू कति दिएको छ, 12 दिएको छ। अब प्रोबेबिलिटी निकाल्दाखेरि P0 इक्वल्स टु मैले प्रोबेबिलिटी गर्ने हो भनेपछि 1 बाई रो गर्ने भनेको थियो। रो भनेको लेम्डा बाई म्यू डाइरेक्ट लेखे नि भयो, यसरी आएको छ। एक्सपेक्टेड नम्बर अफ कस्टमर गर्दाखेरि लेम्डा बाई म्यू माइनस लेम्डा गरेको छ, 1 आएको छ। एक्सपेक्टेड टाइम टु बी स्पेन्ड इन अ कस्टमर मतलब एभरेजमा कति टाइम लागिरहेछ पुरैको पुरै काम सक्नलाई, जाने, लाइनमा बस्ने, काम गराउने अनि एक्जिट गर्दाखेरि कति टाइम लाग्यो त आउनुदेखि एक्जिटसम्म। सो त्यो भनेको वेटिङ टाइम हो। सो 1 बाई म्यू माइनस लेम्डा। सो त्यसको एन्सर कति आयो, 1/6 आवर अथवा 10 मिनट आयो। ओके, यस्तै यही दुईवटा खाले आउँछ, खासै धेरै फरक आउँदैन। न्युमेरिकल यस्तै आउने, सजिलो नै आउँछ, 5 मार्कमा आउँछ। ओके, अब छ एलिमेन्ट्री आइडिया अफ अ क्युइङ नेटवर्क। सो क्युइङ नेटवर्कको आइडिया, क्युइङ नेटवर्कले के भन्छ भन्दाखेरि चाहिँ यो चाहिँ क्युइङ नोडको चाहिँ इन्टरकनेक्टेड एउटा कलेक्सन हो क्या। क्युइङ नेटको इन्टरकनेक्टेड कनेक्सन भन्नुको अर्थ के छ भन्दाखेरि चाहिँ अब एउटा पुरै सिस्टममा एउटा सर्भर र एउटा क्यू मात्रै भन्ने हुँदैन क्या। लाइक सरकारी कार्यालयमा जान्छौँ होइन हामीले, कोठा नम्बर 1 बाट कोठा नम्बर 2, 2 बाट 3, 3 बाट 4 त्यसरी पठाउने काम गर्छ नि। सो हरेक कोठा नम्बर भनेको के भन्दाखेरि आफूमा एउटा किसिमको क्यू लाग्ने र सर्भिस दिने एउटा सिस्टम जस्तो भयो। र यो सबै के हुन्छ भन्दाखेरि इन्टरलिङ्क्ड हुन्छ। भन्नुको अर्थ हामी गयौँ,
एज अ कस्टमर कोठा नम्बर 1 मा गयो, त्यहाँबाट काम भयो, त्यहाँबाट हामीले कोठा नम्बर 2 मा गयौँ, त्यहाँ जान्छ कोठा नम्बर 2 मा चाहिँ लाइन लाग्छौँ, त्यहाँको काम सकाउँछौँ, त्यसपछि 3 मा जान्छौँ, 3 मा लाइन लाग्छौँ, काम सकाउँछौँ अनि पुरै काम सकिसकेपछि एक्जिट भयो। सो के भयो भन्दाखेरि कोठा नम्बर 1 मा जाँदै नि लाइन लाग्यौँ, सर्भिस लियौँ अनि एक्जिट गऱ्यौँ, कोठा नम्बर त्यसपछि एक्जिट गरेर कोठा नम्बर 2 मा गयौँ, त्यहाँ पनि लाइन लाग्यो, सर्भिस लियौँ र एक्जिट भयो। सेम विथ द 3 र ओभरअलमा सबै सिस्टमको काम सकिसकेपछि हामीले के गर्यौँ, एक्जिट गर्यौँ। सो एउटा सिस्टममा मात्रै रहँदाखेरि चाहिँ हामी मल्टिपल क्यूबाट मल्टिपल सर्भिसबाट चाहिँ पास हुनुपर्छ र यही कुरालाई इन्टरलिङ्क्ड गर्ने, यही कुराको कलेक्सनलाई के भन्छ भन्दाखेरि चाहिँ क्यूइङ नेटवर्क भन्छ क्या। सो डेफिनेसन वाइज हेर्ने हो भनेपछि चाहिँ अ क्यूइङ नेटवर्क इज द कलेक्सन अफ इन्टरकनेक्टेड क्यूइङ नोड्स होइन, इन्टरकनेक्टेड क्यूइङ नोड्स हो वेयर कस्टमर और अ जब्स, लाइक कस्टमर और अ जब्स भन्नुपर्दा कुड बी डाटा, कुड बी आइटम, या हामी ब्याङ्कको र कार्यालयको कुरा मात्रै नगरौँ, पुरैको पुरै एउटा जुन सिस्टममा पनि के हुन्छ भन्दाखेरि मुभ फ्रम वान सर्भिस स्टेसन टु एनदर अकर्डिङ टु डिफाइन्ड रुट मेकानिजम। मतलब एउटा स्टेसन सर्भिस स्टेसनदेखि अर्को सर्भिस स्टेसन जान्छ, जुन आधारले चाहिँ के हुन्छ भन्दाखेरि रुट मेकानिजम डिफाइन्ड भएको हुन्छ भन्नुपर्छ। जुन आधारले 1 ले भन्छ त्यो आधारले हामी 2 मा जान्छौँ, 2 ले जुन आधारले भन्छ त्यो आधारले हामी 3 मा जान्छौँ भन्नुपर्छ, वेल डिफाइन्ड छ नि। सो यही भनेको के हो भन्दाखेरि चाहिँ क्यूइङ नेटवर्क हो। जस्तै कि हामी एउटा कम्प्युटर सिस्टममा हेर्ने हो भनेपछि त्यहाँ लाइक कस्टमर लाइक हुई एज अ सर्भिस लिने भनेको चाहिँ कम्प्युटर सिस्टममा के हुनसक्छ, केही प्रोसेस हुनसक्यो, केही जब हुनसक्यो, केही प्याकेट हुनसक्यो, केही डाटाबेस ट्रान्जेक्सन हुनसक्यो र सर्भिस कसले दिन्छ कम्प्युटरमा भन्दाखेरि सिपियूले, चाहे आइओ डिभाइसले, चाहे नेटवर्क राउटरले, चाहे मेमोरी युनिटले। सो यसो हेर्ने हो भनेपछि चाहिँ यो भनेको के भन्दाखेरि चाहिँ ओभरअलमा यो सबै काम गर्नको लागि डिफ्रेन्ट हामी क्यूबाट डिफ्रेन्ट लाइक सर्भिसबाट चाहिँ हामी पास हुनुपर्छ एज अ सर्भरको रूपमा हैन। लाइक बेसिक आइडिया हेर्नु हो भनेपछि के छ भन्दाखेरि चाहिँ क्यूइङ नेटवर्क कन्सिस्ट के गरेको हुन्छ भन्दाखेरि चाहिँ नोड हुन्छ, कस्टमर जब हुन्छ, रुटिङ मेकानिजम हुन्छ र राउटिङ मेकानिजम हुन्छ र अराइभल एन्ड डिपार्चर स्ट्रिम हुन्छ। नोड्स भनेको के भन्दाखेरि चाहिँ जहाँ क्यू र सर्भर के हुन्छ भन्दाखेरि क्यू र सर्भर हुन्छ। जस्तै कि कार्यालय 1 मा जाँदाखेरि त्यहाँ नि एउटा सर्भर छ र त्यहाँ नि लाइन लागेको छ। अनि जब र कस्टमर भनेको चाहिँ जो चाहिँ सर्भिस लिन मान्छे हो, जो चाहिँ सर्कुलेट भइरहेछ नोडमा, कोठा नम्बर 1 बाट कोठा नम्बर 2 मा गइरहेछ, 2 बाट 3 मा गइरहेछ, त्यो भनेको के भयो भन्दाखेरि कस्टमर र जब भयो, जो चाहिँ नोडमा मुभ गरिरहेछ, सर्कुलेट गरिरहेछ। र राउटिङ मेकानिजम भनेको के भन्दाखेरि डिसाइड गर्ने कि 1 कोठा नम्बरबाट 2 मा जाने कि 3 मा जाने भन्ने कुरा चाहिँ के कसले डिसाइड गर्छ, त्यो राउटिङ मेकानिजमले गर्छ। अनि अराइभल र डिपार्चर भनेको थाहा छँदैछ, इन्ट्री सिस्टममा इन्ट्री गर्ने अनि सिस्टमबाट आउट हुने भनेको चाहिँ डिपार्चर भइहाल्यो। ओके, सो हामी नोड भनेको के रहेछ, क्यू र सर्भरको कम्बिनेसन रहेछ। अनि कस्टमर अथवा जब भनेको को रहेछ भन्दाखेरि चाहिँ जो नोडको थ्रु हुँदै जाने हो, लाइक जो लाइन पनि बस्छ, सर्भिस पनि लिन्छ, फेरि अर्को लाइनमा जब जान्छ अर्को सर्भिस लिन्छ, त्यो भनेको के भयो भन्दाखेरि कस्टमर र जब भयो। राउटिङ मेकानिजम भनेको के भन्दाखेरि चाहिँ कसरी एक नोडबाट अर्को नोडमा जाने, त्यो भनेको राउटिङ मेकानिजम भयो। अनि अराइभल र डिपार्चर भनेको चाहिँ लाइक आउने र जाने भन्ने भइहाल्यो, त्यो लाइक इन्ट्री र एक्जिट भइहाल्यो। अब टाइप अफ अ क्यूइङ नेटवर्कको कुरा गरौँ। सो सबभन्दा पहिला टाइप छ ओपन क्यूइङ नेटवर्क। ओपन क्यूइङ नेटवर्क भनेको के भन्दाखेरि चाहिँ जब अथवा कस्टमर भन्दाखेरि इजिली बुझिन्छ, कस्टमर इन्टर फ्रम द आउटसाइड सिस्टम अनि लिभ आफ्टर कम्प्लिटेसन, मतलब कम्प्लिट भइसकेपछि लिभ गर्ने अनि आउटसाइड द सिस्टम आएको छ। सपोज गरौँ एउटा सिस्टम छ, अघि कुरा जस्तै यो कोठा नम्बर 1, 2, 3 भयो हैन। के छ भन्दाखेरि चाहिँ बाहिरबाट आएको छ र त्यसपछि बल्ल एक्जिट गरिरहेछ भनेपछि त्यो ओपन क्यूइङ सिस्टम भयो हैन। तर लाइक 1 कोठा नम्बरदेखि 2 गयो भनेपछि यो एज अ टोटल सिस्टम भित्रै लाइक डिफ्रेन्ट नोडमा गइरहेछ नि। सो यसलाई चाहिँ हामी के भन्न सक्दैनौँ, ओपन क्यूइङ नेटवर्क भन्न सक्दैनौँ क्या। बाहिरबाट इन्ट्री गरिरहेछ भनेपछि बल्ल त्यो ओपन क्यूइङ नेटवर्क भयो हैन। इन्टरनली नै एक नोडबाट अर्कोमा गइरहेछ भने त्यो ओपन क्यूइङ नेटवर्क हैन। अब फिगरमा हेर्ने हो भनेपछि चाहिँ यहाँ लाइक न्यू जब छ, सिपियूमा क्यू लागेर बसेको छ, सिपियूले के गरिरहेछ भन्दाखेरि आइदर डिस्क ए मा जाने कि त बी मा जाने, त्यहाँ जाने आफ्नो काम गराउने र कस्टमर चाहिँ एक्जिट भइरहेछ अथवा जब चाहिँ एक्जिट भइरहेछ, त्यहाँबाट डिपार्चर भइरहेछ। त्यसरी नै अर्को टाइप छ क्लोज्ड क्यूइङ सिस्टम, क्लोज क्यूइङ नेटवर्क। क्लोज क्यूइङ नेटवर्कमा के गर्छ भन्दाखेरि फिक्स नम्बर अफ अ जब सर्कुलेट इनसाइड द
भन्नुको अर्थ चाहिँ के छ भन्दाखेरि चाहिँ फिक्स नम्बर अफ द के छ भन्दाखेरि जुन जबहरू छ नि, जुन कस्टमरहरू छ त्यही चाहिँ सर्कुलेट भइरहेछ सिपियूमा। लाइक सिपियूको कस्टमर गयो अथवा जब गयो, सिपियूले डिसाइड गर्यो एमा जाने कि बीमा जाने, त्यो आधारले उसले सोल्युसन लियो र त्यसपछि के छ भन्दाखेरि यहाँ घुमेर फेरि के गरेको छ भन्दाखेरि यही सिपियूमै आएको छ फेरि लाइन लाग्नको लागि। सो यो के भयो भन्दाखेरि क्लोज क्युइङ नेटवर्क। यहाँ बाहिरबाट कोही सिस्टममा इन्टर चाहिँ गर्दैन, सिस्टममै भएको कुरा चाहिँ लाइक सर्कुलेट भइराख्ने हो। जस्तै कि रियल लाइफमा कुड बी सिल्ली इक्जाम्पल बट किडनी जस्तो ब्लड आउँछ फिल्टर हुन्छ फेरि जान्छ, आउँछ फिल्टर हुन्छ, त्यही कुरा के। अर्को भनेको मिक्स नेटवर्क। मिक्स नेटवर्क भनेको के भन्दाखेरि चाहिँ ओपन नेटवर्क र क्लोज नेटवर्क दुइटैको चाहिँ के भयो भन्दाखेरि चाहिँ कम्बिनेसन भयो। बाहिरबाट पनि आउँछ र आफैमा पनि सर्कुलेट हुन्छ। ओके, ओभरअल फिगर हेर्ने हो भनेपछि यस्तो खाले भन्छ। सिपियू छ लाइक अब एमा जाने कि बीमा जाने, यो दुइटा अब के भयो भन्दाखेरि यसको दुइटाको आउटपुट चाहिँ के भयो फेरि सिपियूमा आएर बस्छ र यहाँबाट पनि आउन सक्यो बस्नको लागि अथवा बाहिरबाट पनि आउन सक्यो। सो यो भनेको मिक्स्ड भयो। अब यहाँ बाहिरबाट आएको छैन भनेपछि यो के भयो क्लोज भयो, बाहिरबाट मात्रै आएको छ यो घुमेर आएको छैन भनेपछि चाहिँ के भयो भन्दाखेरि ओपन भयो। जस्तै कि यहाँ हेर्ने जस्तै एक्जिस्ट डिपार्चर भयो सक्यो। यहाँ चाहिँ के छ भन्दाखेरि घुमेर गएको छ र घुमेर पनि आएको छ र बाहिरबाट पनि आएको छ भनेपछि मिक्सको इक्जाम्पल भयो। ओके, नाउ कुरा गरौँ स्ट्रक्चर अफ अ कम्प्युटर सिस्टम एज अ क्युइङ नेटवर्क। कम्प्युटर सिस्टमको चाहिँ एज अ क्युइङ नेटवर्कको स्ट्रक्चर के हुन्छ त? सो हामीले माथि पनि हेरेका थियौँ, द्याट इज नोड्सहरू भनेको के हुन सक्यो, सिपियू हुन सक्यो, डिस्क हुन सक्यो, मेमोरी हुन सक्यो, मेमोरी सिस्टम हुन सक्यो र नेटवर्क इन्टरफेस हुन सक्यो। यिनीहरू चाहिँ नोड किन हो भन्दाखेरि चाहिँ यिनीहरूले सर्भिस प्रोभाइड गर्छ क्या। एज अ युजर हामीले 2+2 दियौँ रे, 2+2 गर्ने काम कसको? सिपियूको हो। सो सिपियूले के गरिरहेछ भन्दाखेरि सर्भिस प्रोभाइड गरिरहेछ कसलाई भन्दाखेरि चाहिँ यो 2 र यो 2लाई। सो त्यसै कारणले चाहिँ सिपियू भयो, डिस्क भयो, मेमोरी भयो, नेटवर्क भयो, यिनीहरूलाई नोड भनेको छ। अनि फ्लो भनेको के भयो भन्दाखेरि जब इन्टर द सिस्टम। जस्तै कि 2 र 2 के भयो जब भयो, वेट होइन सिपियू के हो, सिपियूमा गएर वेट गरिरहेछन्। लाइक 2+2 चाहिँ वेट गरिरहेछ जबसम्म सिपियू चाहिँ फ्री भएको छैन। अनि फ्री भइसकेपछि अथवा इम्पोर्टेन्ट प्रायोरिटी छ भनेपछि सिपियू इन्टरप्ट हुन्छ अनि सिपियूले हामीले पठाएको जबलाई सल्भ गर्छ अनि त्यसपछि बल्ल रिजल्ट चाहिँ दिन्छ। जति बेलासम्म सिपियू इन्टरप्ट भइरहेछ अथवा प्रिभियस कामलाई सकिरहेछ त्यति बेलासम्म त हामीले दिएको इनपुट त वेट गर्नु पऱ्यो नि, चाहे क्यास मेमोरीमा होस् चाहे रजिस्टरमा होस् बस्नुपर्छ। सो त्यो भनेको के भयो वेटिङ इन सिपियू क्यू भयो। अनि त्यसपछि के छ भन्दाखेरि मे गो टु द डिस्कमा जानु पऱ्यो। लाइक कुनै जबलाई चाहिँ सेभ गर्नु छ अथवा कुनै जब लाइक प्रोसेसिङ गर्दाखेरि 2+2 प्रोसेस गर्दाखेरि डिस्कबाट केही कुरा चाहियो भनेपछि डिस्कलाई पनि के गर्नुपर्छ भन्दाखेरि फेच गर्नुपर्छ अथवा रिक्वेस्ट पठाउनु पर्छ नि। सो त्यो कुरा फ्लोमा पर्यो। र अर्को भनेको रिटर्न टु द सिपियू। यी 4 लुपहरू लागेको छ जहाँ चाहिँ आफ्नै आउटपुट चाहिँ एज अ इनपुट चाहिरहेछ, लाइक प्रिभियस आउटपुट चाहिरहेछ। हामीले फ्याक्टोरियल निकाल्दाखेरि हामी 3 को फ्याक्टोरियल निकाल्दाखेरि 2 को फ्याक्टोरियल चाहिन्छ, 2 को फ्याक्टोरियल निकाल्दाखेरि 1 को फ्याक्टोरियल चाहिन्छ। सो यो भनेको के भन्दाखेरि आफैमा रिटर्न भइरहेछ नि। सो यस्तो खाले छ भनेपछि रिटर्न टु द सिपियू हुन्छ। अनि सबै काम सकिसकेपछि सिस्टमबाट एक्जिट हुन्छ अथवा डिपार्चर हुन्छ। सो बेसिकली त्यही कुरा छ। ओके, त्यही कुरा इक्जाम्पलमा छ। युजरले रिक्वेस्ट गर्यो, सिपियूको क्यूमा ल्यायो, डिस्कको क्यूमा बस्छ, सिपियूले काम गर्छ अनि त्यसपछि एक्जिट हुन्छ। अनि वेब सिस्टममा हेर्ने हो भनेपछि क्लाइन्टबाट वेब सर्भरबाट एप्लिकेसनबाट डाटाबेसबाट फेरि वेब सर्भर र त्यसपछि रिस्पोन्सको रूपमा हामीलाई आउँछ। नाउ की पर्फर्मेन्स मेजर। क्युइङ नेटवर्कको की पर्फर्मेन्स मेजरहरू के छ त? थ्रोपुट, रिस्पोन्स टाइम, युटिलाइजेसन अनि क्युइङ लेन्थ। सो दिज आर द की पर्फर्मेन्स मेजर। लाइक थ्रुपुट भनेको के छ भन्दाखेरि चाहिँ जब कम्प्लिटेड पर युनिट, मतलब पर आवरको कुरा गर्दाखेरि पर आवरमा कतिवटा जब कम्प्लिट भयो त। रिस्पोन्स टाइम भनेको सिपियूले अथवा कुनै पनि डिस्कले होस् चाहे त्यो आइओ रिक्वेस्टले होस् त्यसले चाहिँ कति टाइम लाग्यो रिस्पोन्स लिनको लागि, त्यसको आधारमा पनि हामी क्युइङ नेटवर्कको इफिसियन्सी चाहिँ एनालाइज गर्न सक्छौँ। युटिलाइजेसन भन्नुको अर्थ सर्भर कतिको बिजी छ त, कति बेर फ्री छ कति बेर बिजी छ, त्यसको आधारले पनि हामी क्युइङ नेटवर्कको एनालाइसिस गर्न सक्छौँ। क्युइङ लेन्थ कतिवटा नम्बर अफ जब वेट गरिरहेछ त सिपियूको लागि अथवा डिस्कको लागि। सो त्यसको आधारमा चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि क्युइङ नेटवर्कलाई चाहिँ एनालाइज गर्न सक्छौँ त्यसको इफिसियन्सीको। ओके, नाउ इम्पोर्टेन्स अफ क्युइङ नेटवर्क इन अ कम्प्युटर सिस्टम। मतलब क्युइङ नेटवर्कको चाहिँ कम्प्युटर सिस्टममा किन इम्पोर्टेन्स छ त? सिपियू सेड्युलिङको लागि हुन सक्यो, अपरेटिङ सिस्टमको लागि भयो, कम्प्युटर नेटवर्कको लागि भयो, डिस्ट्रिब्युटेड सिस्टमको लागि भयो। सो यो कुराहरूको लागि चाहिँ क्युइङ नेटवर्क युज हुन्छ। त्यसको कारणले चाहिँ कम्प्युटर सिस्टममा चाहिँ क्युइङ नेटवर्क चाहिँ एकदमै वाइडली युज हुने मोडल हो।
अब कुरा गरौँ एप्लिकेसन अफ क्युइङ थ्योरी अथवा क्युइङ सिस्टम क्युइङ मोडल जे भने नि हुन्छ। बेसिकली क्युइङको एप्लिकेसनहरू के छ त? सो सबभन्दा पहिला छ कमर्सियल क्युइङ सिस्टम। लाइक क्युइङ सिस्टम चाहिँ कमर्सियली रूपमा युज हुन्छ, लाइक ब्याङ्कमा भयो, सुपर मार्केटमा भयो, रेस्टुरेन्टमा भयो, यी सबै ठाउँमा चाहिँ क्युइङ सिस्टमको कन्सेप्ट चाहिँ युज हुन्छ। त्यसरी नै ट्रान्सपोर्टेसनमा हुन्छ होइन, लाइक ट्राफिकको लागि भयो, अनि त्यसपछि कुन लेनलाई प्रायोरिटी दिने, एयरपोर्टमा लाइक बोर्डिङ पासको थ्रु भयो, बस स्टपमा हुन सक्यो होइन। सो ट्रान्सपोर्टेसनमा पनि क्युइङ सिस्टम चाहिँ युज हुन्छ। अर्को भनेको बिजनेस र सर्भिस क्युइङ सिस्टममा, बिजनेस र सर्भिस क्युइङ सिस्टम भन्नुपर्दा कल सेन्टर भयो, हेल्प डेस्क भयो, अपोइन्टमेन्ट सिस्टम भयो, अनि इन्सुरेन्स क्लेमिङ प्रोसेस भयो, यिनीहरू सबैमा के छ भन्दाखेरि क्युइङ सिस्टम लाग्छ। एक स्टेपदेखि अर्को स्टेपमा जान्छ। एक स्टेपमा फाइल जान्छ, फाइल भनेको यहाँ कस्टमर भयो, अनि फाइललाई एनालाइज गर्ने चाहिँ सर्भिस भयो, फाइललाई अप्रुभ भयो भएन त्यो कुरा चाहिँ के भयो भन्दाखेरि सर्भरले गर्छ, सर्भरले गरिसकेपछि एक्जिट हुन्छ, अथवा अर्को डेस्कमा पुगेर चाहिँ अर्को कुरा भेरिफिकेसन हुन्छ, त्यहाँबाट भेरिफाई गरे पनि अर्को डेस्कमा हुन्छ, अथवा भेरिफाई भइसकेपछि अप्रुभ हुन्छ। अप्रुभ हुनु भनेको डिपार्चर हुनु हो। सो त्यसरी चाहिँ युज हुन्छ। अर्को भनेको इन्टरनल अथवा कम्प्युटर सिस्टम क्युइङमा, कम्प्युटर सिस्टममा युज हुने भइहाल्यो। हामीले क्युइङ नेटवर्कमा चाहिँ मजाले पढ्यौँ। अर्को भनेको चाहिँ इन्डस्ट्रियल म्यानुफ्याक्चरिङ सिस्टममा नि युज हुन्छ। सोसियल पब्लिक सर्भिस सिस्टममा पनि क्युइङ सिस्टम चाहिँ युज हुन्छ है। सो त्यही कुराहरू लेख्न सकिन्छ। एन्ड द्याट्स इट, लाइक यति थियो। हरेक नोट हरेक कुरा वेबसाइटमै छ, केही क्वेरी छ भनेपछि